याग पडकास्ट सिरिज 2 एडभेन्चर एन्ड माउन्टेन लाइफको यो अर्को एक्साइटिङ एपिसोडमा तपाईँहरू सबैलाई स्वागत गर्दछु। म कार्यक्रम प्रस्तुता रबिन। आजको हाम्रो एपिसोडमा एकजना यस्ता मूर्धन्य व्यक्तित्व हुनुहुन्छ जसको परिचय के भन्ने बारेमा म आफै अनभिज्ञ छु, किनकि उहाँले जुन समयमा सुरुवात गर्नुभएको थियो त्यो समयमा लगभग नेपालमा पर्यटन व्यवसायलाई व्यवसाय भनेर सोच्न सक्ने त्यस्तो समय नै थिएन। त्यति मात्र नभएर उहाँले नेपालका लागि बेल्जियमको मानार्थ दूत जस्तो सम्मानित पदकबाट सम्मानित मात्र हुनु नभएर गोर्खा सुपरबल दक्षिण बाहु जस्तो विशिष्ट सरकारी पुरस्कारबाट पनि उहाँ सम्मानित भइसक्नु भएको छ। अब यति भनिरहँदा तपाईँहरूले पक्कै पनि आकलन गरिसक्नुभयो होला। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ एजियन ट्रेकका फाउन्डर्स तथा सिइओ आङ छिरिङ शेर्पा सर। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। स्वागत छ। हस्, धन्यवाद। मैले अघि पनि भने तपाईँले एउटा जिउँदो युग जिउनु भएको छ होइन। सो 1981 जब तपाईँले इस्टाब्लिस गर्नुभयो एजियन ट्रेक, त्यो समयभन्दा अगाडिदेखि नै तपाईँ यो क्षेत्रमा प्रत्यक्ष परोक्ष रूपमा हुनुहुन्छ। अब हाम्रो भ्युवर्सहरूलाई अलिकति बताइदिउँ, तपाईँ चाहिँ विश्वमा पहिलोपल्ट सर्वोच्च शिखर सगरमाथा चढ्नुहुने तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी जो हुनुहुन्छ, हिलारीले इस्टाब्लिस गर्नुभएको स्कुलबाट पढ्नुभएको तपाईँले, र हिलारीको साथी चाहिँ तपाईँको आफ्नो बुबा हुनुहुन्थ्यो। सो तपाईँको चाइल्डहुड कस्तो थियो अलिकति बताइदिनुहोस् न। धन्यवाद। सर्वप्रथम त यहाँहरूले मलाई यहाँ निमन्त्रण गरेर मेरो केही भन्ने चाहिँ अनुभवहरू सुनाउने अवसर दिनुभयो, त्यसको लागि म हार्दिक धन्यवाद दिन चाहन्छु। खास गरेर मेरो गाउँ चाहिँ खुम्जुङ, जुन चाहिँ नाम्चेभन्दा पनि माथि पर्छ, त्यो चाहिँ झन्डै 4000 मिटरको उचाइमा पर्छ। अनि हाम्रो तेन्जिङ शेर्पाको चाहिँ नि उहाँको चाइल्डहुड चाहिँ थामी भन्ने ठाउँमा हुर्केको भए पनि उहाँको युवा अवस्था चाहिँ नि मेरै गाउँमा उहाँ चाहिँ मेरै गाउँमा आएर चाहिँ नि त्यहाँ उहाँको युथहुड चाहिँ त्यहाँ उ भयो, र उहाँ चाहिँ मेरो बुवाको एकदम राम्रो साथी हुनुहुन्थ्यो। अनि अब त्यो खुम्बु क्षेत्र चाहिँ नै अब सटेनमन हिलारी र तेन्जिङले 1953 मे 29 चढेपछि उहाँहरूले चाहिँ नै प्रेस मिटमा चाहिँ हिम मानव यतिको बारेमा चाहिँ नै उहाँहरूले चर्चा गर्नुभयो। अनि त्यो विश्वमा चाहिँ त्यतिखेर अब भर्खर मात्रै संसारको सबभन्दा उच्च हिमाल सगरमाथा पनि समिट गरेको, अनि त्यसपछि उहाँहरूले चाहिँ नै हिम मानवको बारेमा पनि चर्चा गरेकोले विश्वको इन्ट्रेस्ट चाहिँ यो हिम मानव रिसर्चमा पनि यति रिसर्च एक्सपिडिसनमा पनि उहाँहरू आकर्षित हुनुभयो। र मेरो बुवा चाहिँ नै हिलरी र तेन्जिङको साथी भएकोले 1959 चाहिँ सटेनमन हिलरी खुम्बु क्षेत्रमा चाहिँ नै यति रिसर्च एक्सपिडिसनको लिड गरेर आउनुभएको थियो। त्यतिखेर चाहिँ मैले सबभन्दा पहिला चाहिँ सटेनमन हिलरीलाई मेरै घरमा चाहिँ नै 1959 मैले देखेको। त्यसपछि उहाँहरूले चाहिँ त्यो यति रिसर्च एक्सपिडिसन झन्डै 2 वर्ष चले। अनि नोभेम्बर 1960 चाहिँ नि अर्ली नोभेम्बर 1960 चाहिँ सटेनमन हिलरीले चाहिँ मेरै गाउँको चाहिँ गुम्बामा यतिको चाहिँ खप्पर अनि स्केलेटनहरू छ। अनि त्यो खप्पर र स्केलेटन चाहिँ नि संसारभरि लगेर चाहिँ नि यो अध्ययन अनुसन्धान गर्नु पर्यो, यो यति भन्ने चाहिँ नि के जनावर रहेछ भनेर चाहिँ नि उहाँले लान खोज्नुभयो। अनि त्यतिखेर उहाँले त्यो गाउँलेहरूलाई यो यतिको खप्पर म लगेर चाहिँ नि अध्ययन अनुसन्धान गर्नु पर्यो भनेर भन्दाखेरि, अनि त्यहाँका स्थानीयहरूले हाम्रो यो क्षेत्रको नेता चाहिँ अब ट्राइब लिडर भनौँ न, त्यतिखेर हाम्रो यो क्षेत्रको चाहिँ नै नेता मेरो बुवाको नाम कञ्चल छिम्बी हो, उहाँसँगै लानुहुन्छ भने चाहिँ हामी पठाउँछु, होइन भने हामी तपाईँलाई चाहिँ नै एक्लै पठाउन सक्दैन भनेर चाहिँ नै भनेपछि
मेरो बुवा र सटेटमन हिलारी, मेरो बुवाले त्यति इङ्ग्लिस नआउने भएकोले डेजमन्ड ड्रग भनेर उहाँ नेपाली एकदम राम्रो बोल्नुहुन्थ्यो। त्यतिखेरको चाहिँ इन्डियाको जुनियर स्टेट्सम्यान अफ इन्डियाको चाहिँ चिफ एडिटर हुनुहुन्थ्यो। अनि उहाँ तिनजना चाहिँ विश्व भ्रमणको लागि चाहिँ निस्किनुभन्दा अगाडि चाहिँ हिलारीले के भन्यो भने मैले यो सम्मान, यो चाहिँ मान मर्यादा र यो सम्मान मैले चाहिँ यो ठाउँमा पुग्नु चाहिँ तपाईँहरू शेर्पाहरूको देनले गर्दाखेरि म पुगेको हो, तपाईँहरू के चाहनुहुन्छ, मबाट के चाहनुहुन्छ भनेर गाउँलेहरूलाई सोधेको रहेछ। अनि गाउँलेहरूले चाहिँ हाम्रो छोराछोरीहरूको आँखा छ तर उनीहरू अन्धो छ, त्यसैले तपाईँले चाहिँ स्कुल खोलेर हाम्रो छोराछोरीहरूको आँखा खोलिदिनु पर्यो भनेपछि अनि हिलारीलाई चाहिँ यो विश्व भ्रमण गर्न पनि एउटा चाहिँ स्कुलको लागि पैसा उठाउन पनि उहाँको चाहिँ उद्देश्यसँग मिट हुने भएकोले अनि उहाँहरू 2 महिना चाहिँ पहिला युरोप जानुभयो, त्यसपछि अमेरिका, अनि त्यसपछि उता जापान कोरिया भएर चाहिँ नेपाल फर्केपछि डिसेम्बरको इन्डिङमा चाहिँ सबभन्दा पहिला फर्स्ट हेलिकप्टर चाहिँ मेरो गाउँमा मेरो बुवा र सटेटमन हिलारी चढेर आउनुभयो। अनि हिलारी चढेर आइसकेपछि अनि उहाँले चाहिँ यहाँ काठमाडौँबाट सबै स्कुलको लागि चाहिँ सामान जति झिकाएर सामान जति किनेर यहाँबाट भरियालाई बोकाएर पनि पठाइसकेको रहेछ। अनि उहाँले 3 महिनामै त्यो स्कुल फर्स्ट स्कुल खुम्बु क्षेत्रको फर्स्ट स्कुल चाहिँ उहाँले 1961मा स्थापना गर्नुभयो। अनि म त्यो स्कुलको भाग्यशाली मध्ये चाहिँ सबभन्दा पहिला पढ्ने विद्यार्थी मध्ये चाहिँ म पनि पढ्छु। अनि मैले चाहिँ यसरी स्कुलको सुरुवात चाहिँ त्यसरी गरेको। अब स्कुलको सुरुवात त त्यसरी भयो, तपाईँ जुन यो माउन्टेनियरिङ सेक्टरमा चाहिँ कहिलेबाट लाग्नु भयो, कसरी स्टार्ट भयो? माउन्टेनियरिङ सेक्टरमा त अब म अघि नै मैले भनिहालेँ, हिलारी स्कुल यति राम्रो स्कुल थियो कि त्यो टाइममा चाहिँ हाम्रो टिचरहरू दार्जिलिङ, कालिम्पोङ, न्युजिल्यान्ड, अस्ट्रेलिया, क्यानाडाबाट आउँथ्यो है। त्यहाँ अब उनीहरू आएर पढाएपछि त इङ्ग्लिस त जान्ने भइहाल्यो, बुझ्ने भइहाल्यो, लेख्न जान्ने भइहाल्यो। अनि फर्स्ट अमेरिकन एभरेस्ट एक्सपिडिसन चाहिँ 1963मा अर्गनाइज भएको थियो। अनि त्यो एक्सपिडिसनमा मेरो काका चाहिँ हेड सरदर भयो, अनि मेरो बुवा चाहिँ नै इक्विपमेन्ट इन्चार्ज हुनुहुन्थ्यो। अनि म त्यतिखेर अब बिदा पनि थियो। अनि मेरो बुवा र काकाको, किनभने मेरो बुवा र काकालाई इङ्ग्लिस लेख्न आउँदैन, अनि त्यो एक्सपिडिसन टिमलाई त अङ्ग्रेजीमै लेखेर चाहिँ हिसाब बुझाउनु पर्ने। अनि म एज ए भोलिन्ट्रीको रूपमा मेरो गाउँबाट चाहिँ भन्नेपसम्म 16 दिन लगाएर हिँडेर आए थिएँ है। त्यतिखेर चाहिँ यो डट रोड, त्यो ग्रेभलिङ पनि गरेको होइन, पिच पनि भएको होइन, खालि चाहिँ ट्र्याक चाहिँ भनेपसम्म खोलेको थियो। अनि हामी चाहिँ माथि खुम्बुबाट झन्डै 250जना हाम्रो माथि खुम्बुको भरियाहरू पनि लिएर भनेपमा राखेँ। अनि त्यसपछि मेरो बुवा, काका अनि क्लाइम्बिङ शेर्पाहरू चाहिँ त्यतिखेर लरी भन्थ्यो ट्रकलाई, ट्रक चढेर पहिलोचोटि काठमाडौँ आएको थिएँ। अनि त्यतिखेर चाहिँ त्यो अमेरिकन एभरेस्ट एक्सपिडिसन चाहिँ भनेपबाट हामीले भरिया चलाएको थियो। अब मैले नै त्यो सबै रेकर्ड राख्ने भएकोले मलाई राम्रोसँग याद छ, 907 जना भरियाले भरिया अनि भनेपबाट एभरेस्ट बेस क्याम्प 23 दिन लगाएर हिँडेर पुगेको थियो। त्यो चाहिँ मेरो फर्स्ट माउन्टेनियरिङ भने पनि पर्यटन क्षेत्रमा भने पनि प्रवेश चाहिँ मैले त्यसरी पाएको हो। जस्तै भर्खरै यहाँले कुरा गर्नु भएन, तपाईँ 16 दिन लगाएर भने पाउनुभयो, त्यसपछि फेरि फर्किँदा 907
907 जना 900 भरियाहरू प्लस शेर्पा त झन्डै 100 जना थियो। ओ वाओ, सो त्यत्रो ठुलो नम्बर लगभग 23 दिन लगाएर बेस क्याम्प पुग्नु भयो। हजुर। अहिले त अब हामीले चाह्यौँ भने ट्रान्सपोर्टेसनहरू पनि एकदम धेरै चेन्ज भएको छ होइन। सो पहिला र अहिलेमा ट्रान्सपोर्टेसनको कुरा गरौँ, अलिकति विकासको पूर्वाधारको कुरा गर्ने हो भने केमा चाहिँ चेन्ज पाउनुहुन्छ तपाईँले? अब एकदम भास्ट चेन्ज भइसकेको छ है। त्यतिखेरको लुगाहरू चाहिँ अब अहिले त यो क्लाइम्ब गर्दाखेरि क्लाइम्बिङ बुट भन्छौँ क्या त्यो जुत्तालाई। त्यतिखेर छालाको जुत्ता हुन्थ्यो है। त्यो छालाको जुत्ता चाहिँ भिज्यो भने 5 किलो हुन्थ्यो है। अहिले त कपलक स्युज भनेर चाहिँ नै त्यो 1 किलो पनि हुँदैन है। तपाईँको कति डिफ्रेन्स भयो। अनि त्यतिखेर कम्युनिकेसन गर्नु पऱ्यो भने वायरलेस सेट भन्ने हुन्थ्यो है। वायरलेस सेट चाहिँ नै 7 भारी थियो, किनभने ठुल्ठुलो बक्स दुई सेट चाहियो, 2 भारी त्यही भइहाल्यो। ब्याट्री 2 भारी अनि 3 भारी चाहिँ नै त्यो आइरन पोलहरू, अनि त्यो आइरन पोलमा पनि आइरन वायरहरू राखेर 3 भारी हो है। अनि त्यो वायरलेस सेट पनि त्यति हुँदैन थियो। अहिले त्यो 7 भारी यतिले रिप्लेस गरे। कति चेन्जेस भयो तपाईँले यहीँबाटै अनुमान गर्न सक्छ। अहिले यो सेट त्योभन्दा चाहिँ धेरै इफिसियन्ट, धेरै राम्रो कनेक्सन हुने है। त्यसैले चाहिँ नि यति धेरै चेन्जेस भयो कि यो माउन्टेनियरिङ र टुरिज्ममा। जस्तै अब चेन्जेसको कुरा गर्दा इन्फ्रास्ट्रक्चर चेन्ज भयो, सिस्टम चेन्ज भएको छ, जमाना चेन्ज भएको छ। तर कता कता के गुनासो सुनिन्छ भन्दा अहिलेसम्म पनि चेन्ज नभएको चाहिँ शेर्पा र पोर्टरहरूको स्यालेरी हो अरे के। सो यसलाई कसरी लिनुहुन्छ तपाईँले? अहिले जुन जति शेर्पा र पोर्टरहरूलाई स्यालेरी दिँदै आएको छ नि त्यो न्यायपूर्ण छ? अब यो अब हुनु चाहिँ यो क्षेत्रमा व्यापक चेन्ज हुनु पर्थ्यो है। मैले पनि अब यो नेपाल पर्वतारोहण सङ्घमा मात्र होइन, मैले चाहिँ ज्यादा नेसनल भन्दा पनि इन्टरनेसनल अर्गनाइजेसनहरूमा लाइफ लङ काम गरेको थिएँ। नेसनल अर्गनाइजेसनमा कम काम गरेँ होला, तर इन्टरनेसनल अर्गनाइजेसनमा चाहिँ मैले लाइफ लङ काम गरेको थिएँ है। त्यसैले हामीले पनि धेरै अगाडिदेखि चाहिँ हाम्रो आरोहीहरूको, हाम्रो श्रमिकहरूको चाहिँ तलब भयो। त्यसपछि उहाँहरूले पाउने सुविधा चाहिँ विशेष गरेर राम्रो पाउनुपर्छ है भन्ने चाहिँ हामीले पनि वकालत गर्दै आएको हो। म यहाँलाई एउटा उदाहरण दिन चाहन्छु। यो अहिले चाहिँ यो क्लाइमेट चेन्ज, जलवायु परिवर्तनको सबभन्दा ठुलो असर भनेको उच्च हिमाली क्षेत्र जहाँ हामीहरू बसोबास गर्छौँ त्यो क्षेत्रमा नै परेछ है। त्यहाँको चाहिँ बढ्ने तापक्रम चाहिँ ग्लोबल एभरेजको भन्दा डबलभन्दा पनि ज्यादाले बढिराखेको छ। अहिले चाहिँ अब हाम्रो हिमालको हिउँहरू सब पग्लेर चाहिँ काला पत्थरको रूपमा परिणत भइराखेको छ। अब हाम्रो हिम नदीहरू जसलाई हामी ग्लेसियर भन्छौँ, मलाई राम्रोसँग याद छ, किनभने यो हाम्रो ग्लेसियरहरूको तथ्याङ्क राख्ने काम चाहिँ जापानिजहरूले लेट 1950s, 60s, 70s, इभन 80sसम्म चाहिँ उहाँहरूले चाहिँ हाम्रो हिम नदीहरूको तथ्याङ्क राख्ने चाहिँ काम चाहिँ उहाँहरूले गर्नुभएको थियो। त्यतिखेर उहाँहरूले चाहिँ नेपालमा चाहिँ 3610वटा हिम नदीहरू छ है, ग्लेसियरहरू छ है भनेर भन्नुभयो है। अनि 2005-06 को चाहिँ इसिमोटको तथ्याङ्क अनुसार त्यो हिम नदीहरू पग्लेर हिमतालको रूपमा चाहिँ परिणत भइसक्यो, धेरै परिणत भइसक्यो। अहिले चाहिँ हामी कहाँ एक्टिभ 2315वटा हिमतालहरू छ भनेर भनेछ। र त्यही इसिमोटको चाहिँ 2017-18 को तथ्याङ्कमा चाहिँ उहाँहरूले फेरि यो हिमतालहरू
अब कति ड्रेनेज भएर कति सुकेर चाहिँ नि 1757 को हाराहारीमा मात्रै छ भन्ने चाहिँ नि उहाँहरूले चाहिँ नि त्यो कुरा गर्नुभयो। सायद चाहिँ अब यो कतिवटा हिमतालहरू धेरै साना साना हिमतालहरू जोडेर पनि एक भएर हुनसक्छ होइन। अब के कारणले हो, अब यो क्रमले चाहिँ नि घट्दै जाने हो भने अनि हाम्रो खानेपानीको मुहान भनेको त हिमालको हिउँ र हिमताल हो। यदि हिमतालहरू फुटेर सुकेर गयो, हिमालको हिउँ भिलेर गयो भने चाहिँ नि यसले चाहिँ ठुलो ह्युमेनिटेरियन क्राइसिस अबको चाहिँ नि 15-20 वर्षपछि चाहिँ नि संसारको सबभन्दा ठुलो हेडेक चाहिँ यो जलवायु परिवर्तनले नै ल्याउँछ जस्तो लागिराखेको छ। त्यही भएर चाहिँ नि हामीले धेरै अगाडिदेखि चाहिँ नि यो अब हामी त हिमालको फेदी, म त सगरमाथाको फेदीमै जन्मेको, मेरो जन्मेको पनि बाल्यकाल पनि त्यही बितेको र यो जलवायु परिवर्तनको सबभन्दा ठुलो असर चाहिँ नि हिमाली क्षेत्रमै परेकोले हामीले चाहिँ अब हामी अलिकति त्यो क्षेत्रको चाहिँ अलिकति जान्ने बुझ्ने, देश विदेश घुमेको, यो जलवायु परिवर्तनले ल्याउने असरबारे अलिकति जानकार भएकोले हामीले धेरै अगाडिदेखि चाहिँ नि यो जलवायु परिवर्तनले चाहिँ नि हिमाली क्षेत्रमा चाहिँ ठुलो सङ्कट ल्याउँछ है। त्यसैले चाहिँ नि नेपाल सरकार लगाए अन्तर्राष्ट्रिय समुदायले चाहिँ नि हामीहरूलाई यो जलवायु परिवर्तनको चाहिँ नकारात्मक असरलाई न्यूनीकरण गर्नलाई चाहिँ नि अहिलेदेखि नै एक्टिभली लाग्नुपर्छ है भनेर हामीले धेरै क्याम्पेनहरू चलाएर आएको थिएँ। तर हाम्रो क्याम्पेनको चाहिँ नि त्यसले त्यति सार्थकता लिएन। अनि 2009मा चाहिँ नि यो COP15 भनेर चाहिँ नि विश्वको चाहिँ नि हेड अफ स्टेट, हेड अफ गभर्मेन्टहरू सब आएर चाहिँ नि क्लाइमेट चेन्ज सम्बन्धी गोष्ठी हुन्छ। त्यो चाहिँ नि डेनमार्कको कपनहेगनमा हुन लागेको थियो। अनि त्योभन्दा अगाडि चाहिँ नि हामीले के सोचेको थियौँ भने सगरमाथा भनेको संसारको शिर भएकोले सगरमाथाबाट गरिने गतिविधिहरू संसारको मुख्य मिडियाहरूले क्यारी अन गर्ने भएकोले यसबाट केही सचेतनामूलक चेतना चाहिँ नि ल्याउन सकिन्छ कि भनेर चाहिँ नि त्यतिखेर म नेपाल पर्वतारोहण सङ्घको पनि अध्यक्ष थिएँ। अनि मैले चाहिँ नि यो नेपाल सरकारको क्याबिनेट मिटिङ चाहिँ नि मन्त्री परिषदको मिटिङ चाहिँ बेस क्याम्पमा बसिदिनु पर्यो भनेर भनेको थिएँ। तर उहाँहरूले चाहिँ नि हामीले मन्त्री परिषदको मिटिङ नेपालभन्दा बाहिर काठमाडौँभन्दा बाहिर राख्नलाई हामीसँग बजेट छुटाएको छैन भनेको थियो। त्यो बजेटको केही फिक्र गर्नु पर्दैन, तपाईँहरूलाई जति खर्च लाग्छ त्यो चाहिँ नि हामी बेहोर्छु, तपाईँहरूले भेन्यू मात्रै तयार गरेर तपाईँहरू चाहिँ नि मिटिङ चाहिँ त्यहाँ बसिदिनु पर्यो भनेर भनेको थिएँ। अनि त्यसपछि चाहिँ नि मलाई राम्रोसँग याद छ किनभने हामीले नै अर्गनाइज गरेकोले 2009को डिसेम्बर 4मा चाहिँ नि बेस क्याम्पभन्दा अलि माथि कालापत्थर प्लेट्यू भन्छु जुन चाहिँ नि 5442 मिटरमा चाहिँ नि मन्त्री परिषदको मिटिङ बसेपछि अनि त्यसपछि यो वातावरण सम्बन्धी चाहिँ अब राजनीतिक चेतना पनि आयो, प्रशासनिक चेतना पनि आयो, तपाईँहरू जस्तो मिडियाहरूमा पनि चेतना आयो। अनि त्यसपछि मात्रै जनसाधारणमा पनि चेतना आयो। तर यो चाहिँ राष्ट्रिय रूपमा मात्रै भयो। त्यसको लगत्तै पछि चाहिँ कपनहेगनमा चाहिँ COP15 विश्वको चाहिँ नि अब हेड अफ स्टेट, हेड अफ गभर्मेन्टदेखि लिएर चाहिँ नि त्यहाँ कपनहेगनमा चाहिँ नि
COP15 चलिराखेको थियो। अनि त्यो टाइममा चाहिँ म नेपाल पर्वतारोहण सङ्घको मात्रै अध्यक्ष नभएर म एसियन पर्वतारोहण महासङ्घको पनि अध्यक्ष थिएँ। म चाहिँ विश्व पर्वतारोही महासङ्घ जहाँ चाहिँ 9 करोडभन्दा ज्यादा चाहिँ आरोहीहरूको संस्था हो, त्यसको चाहिँ वरिष्ठ उपाध्यक्ष भएको नाताले अनि विश्व पर्वतारोहण महासङ्घको चाहिँ त्यहाँ जहिले पनि जीवित 7 जना विज्ञहरू हुन्छ। त्यो विज्ञ मध्येबाट म पनि एकजना पर्छु। म आफूलाई विज्ञ भन्दैन, तर चाहिँ विश्वले मलाई पनि यो क्षेत्रको विज्ञ हो है भनेर चाहिँ मलाई त्यहाँ इलेक्टेड गरेरै राखेको थियो। अनि त्यसले गर्दाखेरि मेरो चाहिँ कनेक्सन वर्ल्ड वाइड भएकोले अनि मैले विश्वभरिको आरोहीहरू अनि नेपालबाट चाहिँ प्रख्यात आरोही 36 जना चाहिँ सगरमाथा आरोहीहरू लगेर चाहिँ डेनमार्कको राजधानी कोपेनहेगनमा COP15 चलिराखेको बखतमा पुरा माउन्टेनियरिङ गियरमा चाहिँ पिसफुल डेमोन्स्ट्रेसन गरेपछि अनि विश्वको ध्यान चाहिँ ओहो यो त हिमाली क्षेत्रको बासिन्दाहरूलाई पनि असर परेर यहाँ चाहिँ डेमोन्स्ट्रेसन गर्न आएछ भनेर अनि त्यसपछि मात्रै विश्वले पनि यो हिमाली यो जलवायु परिवर्तनले त हिमाल र हिमाली क्षेत्रको बासिन्दालाई पनि प्रत्यक्ष असर परेको रहेछ भन्ने चाहिँ उहाँहरूले महसुस गर्नुभयो। अनि मैले यो कुरा किन उठाएको भन्दाखेरि चाहिँ 2014 हुन त एभरेस्टमा ठुल्ठुलो घटनाहरू घटेको थियो है, तर 2014 चाहिँ के भयो भने यो जलवायु परिवर्तनकै कारणले गर्दाखेरि आइस त तपाईँको त्यसको बेस त रक नै हुन्छ है। अनि यो अहिलेको चाहिँ यो जलवायु परिवर्तनले गर्दाखेरि त्यो गर्मीको कारणले गर्दाखेरि रक तात्यो, तल मुनिको बेसको रक तात्यो। रक तातेपछि त आइस डिटेच भयो नि, डिटेच भएर चाहिँ ठुलो आइसको ढिक्क खस्न साथ चाहिँ 16 जना आरोहीहरूको तत्काल निधन भयो आइसफलमा, बेस क्याम्पभन्दा अलि माथि क्याम्प 1 भन्दा अलि मुनि। अनि त्यो भएपछि अनि त्यहाँ ठुलो विवाद भयो। अब कन्डिसन यो जलवायु परिवर्तनले गर्दाखेरि हिमालको कन्डिसन राम्रो थिएन, त्यही भएर चाहिँ हाम्रो नेपाली आरोहीहरू चाहिँ कन्डिसन राम्रो छैन, अरू फर्दर फेरि दुर्घटना हुने सम्भावना धेरै छ। त्यसैले चाहिँ यो सिजन चाहिँ एक्सपिडिसन नै क्यान्सल गरौँ भनेर चाहिँ हाम्रो नेपाली आरोहीहरूको डिमान्ड है। अनि उतातिर चाहिँ अब त्यसको साथसाथै अरू डिमान्डहरू पनि थुप्रो थियो, म पछि समय भयो भने भनौँला। अनि यता इन्टरनेसनल आरोहीहरू हामीले त्यत्रो खर्चिएर आएपछि, त्यत्रो चाहिँ समय खर्चेर पैसा खर्चेर आएपछि यो एक्सपिडिसन कन्टिन्यू गर्नुपर्छ भन्ने। अनि मेरो पोजिसन एकदम चुनौतीपूर्ण भयो, किनभने म नेपाल पर्वतारोहण सङ्घको अध्यक्ष भएपछि मैले त नेपाली आरोहीको हक हित उनीहरूको सुरक्षाको मैले गर्नु पर्यो। अब म उता एसियन पर्वतारोहण, उता विश्व पर्वतारोहण महासङ्घ, उता विश्व पर्वतारोही महासङ्घको वरिष्ठ उपाध्यक्ष भएपछि त मलाई त उताबाट पनि होइन, यो कन्टिन्युटी गर्नुपर्छ ल, यहाँ त मिलाउने त तपाईँ नै हो, तपाईँले मिलाउनुपर्छ भनेर इन्टरनेसनल प्रेसर। अनि यहाँको आरोहीहरूले एम्बेसी र काउन्सिलरमा चाहिँ ल त्यहाँबाट एमबिसी र काउन्सिलरबाट पनि प्रेसर लगाएर, किनभने म फेरि त्यतिखेर हामी अहिले नेपालमा चाहिँ 26वटा एम्बेसडरहरूले त्यो राष्ट्रको नेतृत्व गर्छ भने हामी 60 राष्ट्रको चाहिँ हामी होनर काउन्सिलहरूले चाहिँ त्यो देशको चाहिँ प्रतिनिधित्व गर्छु। अनि हाम्रो चाहिँ त्यतिखेर 61 देशको चाहिँ हाम्रो चाहिँ महावाणिज्य दूतहरूको संस्था थियो, त्यो संस्थाको पनि म अध्यक्ष परेँ। हुन त अब म बेल्जियमको
मानर्थ दूत भन्छौँ है होनर काउन्सिल त्यो चाहिँ हाम्रो चाहिँ 80 वर्ष नपुगुन्जेलसम्म हाम्रो चाहिँ त्यो भ्यालिड हुन्छ तर चाहिँ नि हाम्रो 61 देशीय प्रतिनिधिमूलक महावाणिज्य दूतहरू संस्थाको म त्यतिखेर अध्यक्ष थिएँ अब यता होनरेरी काउन्सिल राजदूतहरूको पनि म माथि प्रेसर पर्न आयो म त्यहाँको पनि प्रतिनिधि भएकोले कस्तो अब धेरै दिन चाहिँ नि एक्सपिडिसन कन्टिन्यू गर्ने कि नगर्ने भन्नेमा चाहिँ नि धेरै विवाद भयो अनि पछि केही सिप नलागेर चाहिँ नि यहाँबाट पर्यटन मन्त्री सचिव अनि हामी अब माउन्टेनियरिङ त एसोसिएसनको त जानु परिहाल्यो ट्रेकिङ एजेन्सीको चाहिँ नि अध्यक्ष हिमालयन रेस्क्यु एसोसिएसनको एक्सपिडिसन अपरेटर एसोसिएसनको चाहिँ नि यहाँबाट बेस क्याम्प गएर बेस क्याम्पमा ठुलो विवाद भयो यता विदेशी आरोही भन्छ यो एक्सपिडिसन कन्टिन्यू हुनैपर्छ भन्छ उता हाम्रो आरोहीहरू हामी जान्न भन्छ अनि हाम्रो आरोही नगएपछि त एक्सपिडिसन नै चलेन अनि ठुलो विवाद भएपछि अनि बल्ल इन्टरनेसनल आरोहीहरूलाई यो कन्डिसन राम्रो छैन फर्दर एक्सिडेन्ट हुने चाहिँ सम्भावना धेरै छ त्यसैले तपाईँहरूले चाहिँ नि यो पालि यो स्थगित गरेर तपाईँहरूको पर्मिट चाहिँ 5 वर्षसम्म चाहिँ नि भ्यालिड हुने गरेर चाहिँ नि हामी नेपाल सरकारसँग रिक्वेस्ट गर्छु तपाईँ मानिदिनु पर्यो भनेर कति ढोक्यो होला अनि लास्टमा बल्ल अन्तर्राष्ट्रिय आरोहीहरूले ओके भनेर अनि त्यो वर्ष चाहिँ फर्स्ट टाइम है एभरेस्टको स्टोरीमा फर्स्ट टाइम चाहिँ नि एक्सपिडिसन पोस्टपोन भएको चाहिँ नि 2014 हो जस्तै अब एभरेस्ट एक्सपिडिसन अनि मैले त्यतिखेर कुरा गर्दाखेरि अब त्यतिखेर चाहिँ इन्सुरेन्स अब विदेशीहरूको करोडौँ हुने नेपालीहरूको चाहिँ लाख त्यो पनि 10 लाख मात्रै थियो है हाम्रो हाई अल्टिट्युड जाने आरोहीहरूको अनि अब मैले त आरोहीहरूको त प्रतिनिधि भएपछि मैले त त्यो माग भोगेर जानु पर्यो अनि या त गभर्मेन्टमा गएर चाहिँ हामीले आरोहीहरूको 25 लाख गर्नुपर्छ भनेर चाहिँ डिमान्ड राखेको थियो त्यसपछि रेस्क्युको चाहिँ यति राख्नुपर्छ त्यसपछि मेडिकल यति राख्नुपर्छ वेजेस यति राख्नुपर्छ भनेर चाहिँ नेपाल सरकार र अब बिमाको त बिमा समितिले नै हेर्ने हो अनि त्यहाँ गएर चाहिँ धेरै विवादहरू पनि भयो धेरै चाहिँ छलफल पछि अनि हामीले 25 लाख बिमा गर्नुपर्छ भनेर उ गरेको नेपाल बिमा संस्थाको चाहिँ बिमा समितिको नियममा म्याक्सिमम 15 लाख मात्रै रहेछ अनि त्यसपछि चाहिँ अब त्योभन्दा अगाडि त रेस्क्युको त उ नै थिएन अनि हामीले चाहिँ रेस्क्युको $10,000 अब अहिले त झन्डै 15 लाख जस्तो कभर गर्छ हेलिकप्टरमा ल्याउनु पर्यो अनि मेडिकल पहिला चाहिँ 1 लाख पनि थिएन अनि त्यसपछि हामीले चाहिँ $4,000 सम्म चाहिँ मेडिकल गर्नुपर्छ भनेर जति म्याक्सिमम त्यहाँ नेपाल सरकार र बिमाको चाहिँ प्रावधानमा छ त्यो चाहिँ अब उहाँहरूले एक्सेप्ट गरेको थियो है कहिलेकाहीँ चाहिँ यो पोजिसन धेरै भयो भने पनि त्यसले चाहिँ अब धेरै दिनको निन्द्रा नै टुटाइदिने रहेछ कि हजुर जस्तै यहाँ कुरा गरिरहँदा नि म अलिकति शेर्पाहरूमै जोड्न चाहेँ होइन जसले जेसुकै भने पनि सगरमाथा चढ्ने भनेको त शेर्पाकै क्रेडिटले हो नि त होइन शेर्पाकै बलबुतोमा हो तर अब एउटा शेर्पा सोच्नुहोस् एउटा सिलिन्डर बोकेर गएको छ तल माथि गरेको छ होइन उसले म्याक्सिमम कति पाउँछ 4-5-6 लाख जति पाउँछ होला यो उसलाई दिने स्यालेरी न्यायोचित छ त किनकि उसको ज्यानै जोखिममा राखिरहेको छ नि त उनीहरूको हकहितको लागि बोलिदिने कसले अब उहाँहरूको हक हितको लागि बोल्ने त अब आरोही सङ्घ भयो होइन अनि हामी पर्वतारोहण सङ्घ नै हो हामीले नै बोल्ने हो र जति पनि यो अन्तर्राष्ट्रिय नीति नियमहरू तर्जुमा गर्ने हो त्यो चाहिँ नै विश्व पर्वतारोहण महासङ्घ विश्व पर्वतारोही महासङ्घ
अब हामी एसियाभरिको चाहिँ हामी एसियन पर्वतारोहण महासङ्घले गर्ने हो। एसियामा चाहिँ 26वटा राष्ट्र पर्छ हाम्रो यो सङ्घभित्र। जस्तै अब तपाईँले त होइन 1982मा त तपाईँले कम्प्लिटली एक्सपिडिसन कम्पनी नै इस्टाब्लिस गर्नु भएन, ट्रेकिङ कम्पनी भनौँ न होइन, सो एसियन ट्रेक्स भनेर। तर हजुरको एक्सपिरियन्सको कुरा गर्ने पनि इफ आइम नट रङ 63 इयर्स अराउन्ड त तपाईँ यो सेक्टरमा नै हुनुहुन्छ। सो अब हामीले 6 दशक अगाडिको कुरा गरौँ अनि 10 वर्ष अगाडिको कुरा गरौँ, आजको कुरा गरौँ। शेर्पाहरूको जुन स्यालेरी छ नि होइन, उहाँहरूले जुन कमाउनु हुने, जुन ट्रेकिङ गाइड हुनुभयो अथवा माउन्टेनियर नै हुनुभयो, उहाँले गर्ने अर्निङमा के भिन्नता पाउनुहुन्छ तपाईले? अब पहिलाको शेर्पाहरू चाहिँ नै एउटा प्योरली पेसाकै रूपमा जाने भयो। अब अहिलेको चाहिँ नै यङ आरोहीहरू है, मेरो छोराहरूले पनि चढेछ होइन, कतिजना चाहिँ नै व्यावसायिक अब ट्रेकिङ एक्सपिडिसन चलाउने छोराछोरीहरूले पनि चढेछ। अब कतिजना चाहिँ अहिले अब विदेशमा चाहिँ विदेशीहरू चाहिँ नै आरोहण भन्दाखेरि उहाँहरूको लागि एउटा प्लेजरको लागि है, एउटा चाहिँ नै यो चाहिँ नै एक्सपेन्सिभ स्पोर्ट्स पनि हो है, त्यसको लागि उहाँहरू चढ्ने हो। तर हामीहरू नेपालीहरू चाहिँ नै हात मुख जोड्नको लागि चढ्ने हो। अब अहिले कतिवटा आरोहीहरू चाहिँ प्लेजरको लागि पनि चढ्न आइराखेको छ है, धेरै अहिले यङ क्लाइम्बरहरू है। अनि अहिले आएर चाहिँ यो शेर्पा, विशेष गरेर शेर्पा हुन त यो पेसाको नाम नै शेर्पा हो, चाहे चाहिँ त्यो शेर्पा होस्, गाइड शेर्पा होस् है। तर अहिले रेल शेर्पा चाहिँ हाई अल्टिट्युड क्लाइम्ब गर्ने चाहिँ नै सङ्ख्या घट्दै गइराखेको छ र धेरै जसो चाहिँ नै विदेशतिर प्लान भइराखेको छ। हामीले धेरै नेपाल सरकारलाई रिक्वेस्टहरू पनि गरेको थियौँ, किनभने हाम्रो शेर्पाहरूको चाहिँ एक ठाउँमा मात्रै काम गर्दैन। हाम्रो शेर्पाहरू चाहिँ अब यसपालि मेरो कम्पनीमा काम गर्यो भने अर्को वर्ष तपाईँको कम्पनीमा, त्योभन्दा अर्को वर्ष अर्को कम्पनीमा काम गर्ने भएकोले उहाँहरूको चाहिँ फिक्स हुँदैन। अब कतिजना चाहिँ फिक्स होला। अब एउटै कम्पनीमा काम नगरेपछि रिटायर भएपछि रिटायर्ड एलाउन्स छैन क्या। अनि त्यही भएर चाहिँ मैले धेरै अब हाम्रो टाइममा यति दुर्भाग्य के भने सर्टकट जहिले पनि 5-6 महिनामा चेन्ज हुने है। अब अस्थिर सर्टकट भएपछि त केही हुने भएन। त्यसले गर्दाखेरि चाहिँ नि हामीले चाहिँ यो हाम्रो आरोहीहरूले चाहिँ नेपाललाई बाहिरी संसारमा चिनाएको नै आरोहीहरूले हो। आरोहीहरूको अवस्था नाजुक, अघि तपाईँले पनि भन्नुभयो नि नाजुक छ। किन नाजुक छ भन्दाखेरि उनीहरू जतिखेर कलेज, युनिभर्सिटी, स्कुल पढ्ने समय हो त्यतिखेर आरोहणमा जान्छ। आरोहणमा गएपछि त उहाँहरूको एजुकेसन नभएपछि त सामाजिक रूपमा पनि ब्याकवर्ड भयो। अर्को कुरो उहाँहरू चाहिँ एउटै कम्पनीमा काम गर्दैन, विभिन्न कम्पनीमा काम गरेपछि रिटायर भएपछि रिटायरमेन्ट एलाउन्स छैन। अनि एलाउन्स नभए आर्थिक रूपमा पनि ब्याकवर्ड नै भइहाल्यो। अनि त्यसले गर्दाखेरि चाहिँ हामीले नेपाल सरकारलाई यो आरोहीहरूको लागि चाहिँ कल्याणकारी कोष नेपाल सरकारले स्थापना गर्नुपर्छ है। रोयल्टी त्यत्रो रोयल्टी उठाउँछ है, त्यो रोयल्टीको चाहिँ 10% चाहिँ आरोही कल्याणकारी कोष भनेर राखेर यदि आरोहीहरू अङ्गभङ्ग भएर अथवा चाहिँ उहाँहरू चाहिँ बुढो भएर काम गर्न नसक्ने भएपछि उहाँहरूको जीवनयापन गर्न यो चाहिँ कोष स्थापना गरिदिनु पर्यो भनेर चाहिँ हामीले धेरै अगाडिदेखि डिमान्ड गर्दै आएको हो। अनि शरद सिंह भण्डारी चाहिँ पर्यटन मन्त्री अलि लामो समय बस्नुभयो। उहाँले पूर्वज लगेर चाहिँ
मन्त्री परिषदमा लाने भनेर लगेको मुख्य सचिवले नै त्यो फाइल त्यही अड्काइदियो। त्यो पछि उहाँ चेन्ज भयो। उहाँ चेन्ज भएपछि त्यसपछि अहिलेसम्म हुन सकेको छैन। अनि आजभन्दा त्यस्तै 9-10 महिना अगाडि हाम्रो पर्यटन मन्त्री माननीय बद्री पाण्डेज्यूसँग चाहिँ एउटा ठुलो ग्यादरिङमा चाहिँ मलाई पनि त्यो बोल्ने अवसर थियो। त्यहाँ चाहिँ मैले यो रिमाइन्ड गरेको थिएँ हाम्रो मन्त्रीज्यूले चाहिँ मेरो कार्यकालमा चाहिँ म यसलाई फुलफिल गर्छु भन्नुभएछ। हामी आशा गरौँ त्यो भयो भने क्लाइम्बरहरूको चाहिँ अवस्था सुध्रिन्छ जस्तो मलाई लाग्छ। जस्तै अब अघि हजुरले सरकारी स्तरको कुरा गर्नुभयो होइन, सङ्घ संस्थाकै कुरा गर्ने हो भने पनि एभरेस्टै भनेर 29 मे जस्तो लाग्छ इफ आम नट रङ होइन। अब 5 स्टार होटलहरूमा ठुला होटलहरूमा कार्यक्रम गरिन्छ। जस्तो याकेन यति भयो, रेडिसन भयो होइन, इभन स्याङ्ग्रेला भयो। र त्यो होटलहरू त अलरेडी नै धनी छन् नि त। अनि अब त्यहाँ तपाईँले त्यो कार्यक्रम गर्दा अराउन्ड 50+ लाखदेखि लिएर मिनिमम 1 करोडसम्म हुन्छ। अब त्यत्रो 50-60 लाख 1 करोडसम्मको कार्यक्रम खर्च गर्नुभन्दा त बरु माउन्टेनियरिङको क्रममा आफ्नो ज्यान गुमाउनु भएका अथवा अङ्गभङ्ग हुनुभएका शेर्पाहरूको बालबच्चाको हकितको निम्ति त्यो कार्यक्रमलाई त्यस्तो महँगो ढामा गर्नुभन्दा अलिक कम बजेटमा गरेर बाँकी पैसा कलेक्ट गरेर त्यो बालबच्चाहरूलाई दिँदा अथवा सपोर्ट गर्दा हुँदैन त? त्यो यस्तो प्रपोजल त हामीले कति राख्यो होला हो है। अघि मैले भने नि 2014मा त्यो कलेप्स हुँदाखेरि 16 जना नेपाली आरोहीहरू चाहिँ तत्काल निधन भयो है। तिनीहरूको 31 जना बच्चाहरू थियो है। त्यसपछि चाहिँ यो हिमलुङ हिमाल भने त्यसो अन्नपूर्ण कञ्चनजङ्घा लगायत चाहिँ हिमालमा पनि एक्सिडेन्ट भएर जम्मा 59 बच्चाहरू टुहुरा भयो है। अनि त्यतिखेर चाहिँ मैले अब म धेरै संस्थाको प्रतिनिधित्व गर्ने भएकोले हामीले नै प्रपोजल लिएर चाहिँ नेपाल सरकार कहाँ चाहिँ यसरी यसपालि यति धेरै बच्चाहरू टुहुरा भयो, उहाँहरूको इन्कम सोर्स भनेको त उहाँहरूको फादर हो होइन, उहाँहरूको निधन भइसक्यो। यिनीहरू चाहिँ विचलित हुने भयो। नेपाल सरकारले चाहिँ कमसेकम उहाँहरूको एजुकेसनको लागि चाहिँ नेपाल सरकारले फन्ड छुटाउनु पऱ्यो भनेको। अब नेपाल सरकारलाई पनि अब त्योभन्दा अरू प्रायोरिटी भएर हो कि के हो त्यति गरेन। त्यतिखेर चाहिँ मैले अब म त यो क्षेत्रमा त धेरै लामो अब कहिले धेरै समय दियो होला, कहिले थोरै दियो होला, तर निरन्तर रूपमा चाहिँ यो क्षेत्रमा धेरै लामो समय खर्चेर चाहिँ निरन्तर दिएकोले मैले चाहिँ धेरै साथीहरू चिन्थेँ। तर त्यसमध्ये चाहिँ मैले 8 जनालाई यसरी हामीले नेपाल सरकारलाई एप्रोच गरेको। नेपाल सरकारबाट पोजिटिभ रिप्लाई आएन। तपाईँहरूले हेल्प गरिदिनु पऱ्यो, यिनीहरू चाहिँ विचलित हुने भयो भनेर गर्दाखेरि अब आफूले पैसा राखेन भने त अरूलाई त राख भन्ने त हाम्रो अधिकार पनि लाग्दैन। अनि मेरो कम्पनीबाट पनि त्यो फन्डमा पैसा राखेँ। अनि त्यसरी मैले 8 जनालाई चाहिँ रिक्वेस्ट लेटर लेख्दाखेरि 3 करोड 8 लाख रुपियाँ अब त्यसमा मैले पनि हालेछु है। म लगायत चाहिँ मेरो 8 जना साथीबाट 3 करोड 8 लाख रुपियाँ चाहिँ जम्मा भयो। त्यसपछि चाहिँ न्युजिल्यान्ड हाई कमिसनर चाहिँ कलकत्तामा बस्नुहुन्छ। अनि यहाँ न्युजिल्यान्डको होनर काउन्सिल चाहिँ लिजा छोकेल हुनुहुन्छ। उहाँले चाहिँ 9 लाख गरेर हाम्रो थोरै प्रयासले पनि 3 करोड 17 लाख उठ्यो। त्यतिखेर हामीलाई त भइरहेको समुदायलाई पनि माया गर्दो रहेछ नि हो। अनि त्यसैले चाहिँ अब यदि अब सरकारबाट गरेन भने पनि हामी आफैले पनि प्रयास गर्नुपर्ने रहेछ। अनि त्यो पैसाबाट चाहिँ यो पैसा मिसयुज नहोस् भनेर हामीले नेपाल सरकारको प्रतिनिधि लगायत चाहिँ यहाँ विभिन्न सङ्घ संस्थाहरू राष्ट्रिय सङ्घ संस्थाहरूको अध्यक्षको चाहिँ एउटा समिति भनेर त्यसबाट चाहिँ 2014 पछि चाहिँ जति पनि नेपाली आरोहीहरू आरोहणको क्रममा मृत्यु भयो भने उनीहरूको बच्चाहरू जन्मेदेखि
5 क्लाससम्मलाई पढ्नेलाई मासिक 5,000 को रूपमा अनि त्यसपछि 6 क्लासदेखि 10 क्लाससम्मलाई मासिक 7,000 एसएलसीदेखि ब्याचलरसम्मलाई मासिक 10,000 को दरले चाहिँ हामीले दिँदै आइराखेको छ। अब अहिले पनि त्यो कन्टिन्युटी नै होला। मैले चाहिँ अब अध्यक्ष छोडेको त केही वर्ष भयो। अहिले म त्यहाँको प्रमुख सल्लाहकार छु र हामीले चाहिँ त्यसलाई निरन्तरता दिन खोजिराखेको छु। अब यदि सरकारले गरेन भने पनि हामी आफूले पनि गर्नुपर्ने चाहिँ आवश्यक देख्छु। जस्तै अब यो पर्वतारोहीहरूको हकितको लागि बोल्ने सङ्घ संस्थाको कुरा गरिरहँदा नि जस्तै यस्तो अर्गनाइजेसनमा एबिसिडी पोजिसनमा उठ्नु पऱ्यो भने पैसा पनि सर्टेन अमाउन्टको लाग्छ अरे भन्ने सुनिन्छ। यो कति हदसम्मको सत्य कुरा हो? अब अहिले चाहिँ यो हाम्रो सङ्घ संस्थाहरू पनि यति महँगो भयो कि है। अब तपाईँले सुन्नुभयो होला तानको इलेक्सनको है। अब मैले सुनेको चाहिँ एउटा प्यानलको चाहिँ 3 करोड खर्च भयो भनेछ। दुईटा प्यानल छ, दुईटा प्यानलको त 6 करोड त खर्च भइहाल्यो है। त्यही त यसमै पनि अब खर्च उठ्ने 3 करोड खर्च गराएको छ भने त्यो मान्छेले उठेर गएर 3 करोड पैसा उठाउनलाई काम गर्ला कि शेर्पाहरूको हकितमा काम गर्ला? त्यहाँ त पैसा उठ्ने त सम्भावना नै हुँदैन। उल्टो आफ्नो खल्तीको पैसा लगाएर चाहिँ कार्यक्रम गर्नुपर्ने हुन्छ। त्यसैले चाहिँ अब एउटा प्रेस्टिजको लागि है, अब एउटा प्रेस्टिजको लागि त्यसैले हामीले चाहिँ यो सङ्घ संस्थाको इलेक्सनहरू एकदम खर्चिलो भयो। यसलाई चाहिँ मिनिमाइज गर्नुपर्छ भन्ने चाहिँ हामीले लागि परेछु। अब हेरौँ। जस्तै अनि मैले सुनेको कुनै संस्थाको सदस्यता लिनको लागि 7,000 मिटरभन्दा माथिको हिमाल चढ्यो भने सदस्यता पाइन्छ अरे। कुनै संस्था, अब नाम नलिउँ होइन। अनि त्यो संस्थाको सदस्यता लिइसकेपछि तपाईँ 2-3 वर्ष यताउति काम गर्नुहोस् अनि त्यो संस्थाको थ्रुबाट सदस्य जुन कोर टिम मेम्बरमा परेपछि फलाना कन्ट्री जानुहोस् त्यहीँ लुक्नुहोस्, अर्को कन्ट्री जानुहोस् त्यहीँ लुक्नुहोस्। यस्तो कारणले गर्दाखेरि जुन जेन्युन पर्वतारोहीहरू हुनुहुन्छ, जुन जेन्युन राम्रो काम गर्ने मान्छे हुनुहुन्छ, त्यो मान्छेले पनि भोलिको दिनमा भिजा पाएन, दुःख पाइयो भनेर सुन्नमा आइरहेछ। अनि त्यति मात्र नभएर शेर्पाहरूले त नेपाललाई विश्वमा चिनाएको हो नि त। शेर्पा इक्वल्स टु नेपाल हो नि। तर अब एउटा शेर्पाहरूद्वारा अथवा पर्वतारोहीहरू जस्तो जुन ज्यानलाई जोखिममा राखेर देशको गरिमाको लागि लड्ने योद्धाहरू भन्छु कि म त। अब बोर्डर क्षेत्रमा लड्ने आर्मीहरू होलान् होइन, सेनाहरू तैनात भएको आफ्नो ठाउँ छ, हरेक मान्छेको आफ्नो महत्त्व हुन्छ, हरेक पेसाको हुन्छ। तर त्यसमा पनि पर्वतारोहीहरू भनेको त जिन्दगी हत्केलामा लिएर चढेर देशको शिरमाथि राख्ने हो नि त। अब त्यस्तो जेन्युन मान्छेहरू जान नपाउनुको कारण चाहिँ त्यही सदस्यता लिने अनि उता गएर लुक्दिने फ्रड गर्ने मान्छेहरू पनि देखिरहेको छ अरे के त। यसमा तपाईँ के भन्नुहुन्छ? अब यसमा चाहिँ अब विभिन्न मोटिभको मान्छेहरू, उद्देश्य लिएको मान्छेहरूले चाहिँ अब हामीले सबै व्यवसाय चाहिँ एकदम चोखो छ, एकदम इमान्दार छ भनेर भन्न सकिँदैन। विशेष गरेर पर्वतारोहण भनेको चाहिँ एकदम जोखिमपूर्ण पेसा पनि हो। विदेशी आरोहीहरूको जीवन भनेको हाम्रो शेर्पाहरूको हातकेलामा हुन्छ र हामी अर्गनाइजरको हातकेलामा हुन्छ है। किनभने हामी अर्गनाइजरले राम्रोसँग त्यो हिमालको कन्डिसनहरू राम्रोसँग थाहा नभइकन चाहिँ नि हामीले अर्गनाइज गऱ्यो भने ठुलो दुर्घटना हुनसक्छ। हामीलाई त्यो हिमाल चढ्ने टिम जानुभन्दा अगाडि हामीलाई त्यो रुटहरू सब थाहा हुनुपर्छ। त्यहाँ चाहिँ क्याम्प कहाँ लगाउँछ, क्याम्पभन्दा माथिबाट ढुङ्गा खस्ने सम्भावना छ कि, आइस खस्ने सम्भावना छ कि, एभिलेन्स आउने सम्भावना छ कि, क्याम्प लगाएको ठाउँ जमिन फाटेर चाहिँ क्र्याबस पैदा हुने सम्भावना छ कि, त्यो कन्डिसनहरू सब जानेर बुझेर मात्रै हामीले चाहिँ व्यवस्था गर्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ यो पेसा एकदम जोखिमपूर्ण है। अनि तपाईँले अघि भन्नुभयो नि, अब अहिले चाहिँ अब विभिन्न ट्रेनिङहरू दिइराखेकोले चाहिँ अहिले धेरै सक्षम क्लाइम्बरहरू आइराखेको छ। पहिला चाहिँ अब यो ट्रेनिङको फेसिलिटी थिएन। अहिले धेरै ट्रेनिङहरू अब हामी नेपाल पर्वतारोहण सङ्घमा हुँदाखेरि हामीले वर्षको चाहिँ 12 किसिमको
ट्रेनिङहरू दिन्थ्यो अनि अहिले त्यो ट्रेनिङहरू पनि कन्टिन्युटी भइराखेको छ। त्यसले गर्दाखेरि हामी कहाँ दक्ष जनशक्ति चाहिँ अब प्रशस्त होइन तर चाहिँ आवश्यकतालाई चाहिँ अलमोस्ट फुलफिल हुने गरेर चाहिँ दक्ष जनशक्तिहरू पैदा भइराखेको छ। तर हाम्रो आरोहीहरूलाई पनि अब त्यही अनुसार फेसिलिटी दिनुपर्छ है। यहाँ कम्पनी टु कम्पनीमा पनि डिपेन्ड गर्छ। अब हाम्रो चाहिँ आरोहीहरूको फेसिलिटी दिनेमा कोही कम्पनीले धेरै दिएको हुन्छ, कोही कम्पनीले क्लाइन्टसँग थोरै चार्ज गर्छ अनि थोरै चार्ज गरेपछि त थोरै दिने भइहाल्यो। त्यो पनि भइराखेको छ। अनि अर्को कुरो चाहिँ अब अहिले अलिकति सेलायो तर पहिला भर्खर मात्रै यो कमर्सियल एक्सपिडिसन हुँदाखेरि ठुलो विवाद थियो है। अब ठुल्ठुलो प्रख्यात पुरानो पहिलाको आरोहीहरू ट्रेडिसनल क्लाइम्बरहरू यो कमर्सियल एक्सपिडिसनले चाहिँ हाम्रो क्लाइम्बिङको स्पिड नै बिगारिदियो, यिनीहरूले चाहिँ ज्यानलाई जोखिममा पारिदियो आदि इत्यादि भनेर ठुलो विवाद चाहिँ विश्व पर्वतारोहण महासङ्घमा हुन्थ्यो है। त्यो विवादको समाधान मैले नै गर्नुपर्थ्यो किनभने म अपरेटर पनि भएँ होइन। अब फेरि त्यहाँ कस्तो भन्दाखेरि ट्रेडिसनल क्लाइम्बरहरू 15 जना आयो भने कुक किचन भयो र 2-4 जना क्लाइम्बिङ सेटमा मात्रै लान्छ। हाम्रो लागि त व्यवसायको लागि त कन्ट्रीको हित हेर्ने हो भने त उनीहरूबाट त त्यति भएन। कमर्सियल एक्सपिडिसन 15 जना आयो भने उनीहरूले कमसेकम 20 जना के भन्छ हाई अल्टिट्युड गाइडहरू लिन्छ। अनि कुक किचन भए ट्रेडिसनल मेम्बरहरू चाहिँ 15 जना भयो भने हार्डली 6-7 जना लान्छ। अनि कमर्सियल एक्सपिडिसन 15 जना भयो भने 30-40 जना त हाई अल्टिट्युड सेटमा त्यसपछि चाहिँ कुक किचन भए लान्छ होइन। त्यो रेसियोमा फेरि भरियाहरूले पनि काम पायो। त्यसैले चाहिँ अब सुरुमा चाहिँ हाम्रो धेरै डिबेट हुन्थ्यो। हामी भने होइन हामीलाई चाहिँ चाहिएको चाहिँ हाम्रो धेरै मेन पावर जाने, धेरै रोजगारी दिन सक्ने, धेरै खर्च गर्न सक्ने चाहिँ एक्सपिडिसन हामीलाई चाहिएको छ। तपाईँहरूको देशमा तपाईँहरूलाई चाहिँ त्यो पैसा चाहिएको छैन। हाम्रो त यहाँ एक्सपिडिसन भनेको त हाम्रो गाइड कुकहरू श्रमिकहरूको चाहिँ हात मुख जोड्ने माध्यम हो। तपाईँहरूको त प्लिजरको लागि चढ्ने हो। त्यसैले यो कमर्सियल एक्सपिडिसनलाई चाहिँ तपाईँहरूले डिस्करेज नगरिदिनुहोस् भनेर चाहिँ धेरै सम्झाउनु पर्ने, धेरै डिबेट गर्नुपर्ने थियो। तर अहिले चाहिँ यो कुरा चाहिँ उठिराखेको छैन। त्यस्तो अघि मैले सोधेकै प्रश्नमा नि सर जस्तो सदस्यता लिने अनि त्यसपछि विदेशमा गएर लुक्ने प्रवृत्ति छ, यसमा पनि अझै हजुरले आफ्नो अनुभवमा हेर्नुभयो, आफै पनि अध्यक्षता गर्नुभयो कति प्रेस्टिजियस अर्गनाइजेसनहरूको, यो प्रवृत्तिलाई चाहिँ तपाईँ के भन्नुहुन्छ? अब अघि नै मैले भनिहालेँ नि है। अब एक ताका यहाँ फेक रेस्क्यु है, त्यो हाम्रो चाहिँ उहाँहरूलाई पर्वतारोही त्यसपछि चाहिँ ट्रेकर्सहरूलाई चाहिँ औषधि खुवाएर बिरामी पारेर हेलिकप्टरमा रेस्क्यु गर्ने चाहिँ ठुलो स्केम पनि भएको थियो है। त्यही भएर चाहिँ अब यो सबै व्यवसाय चाहिँ एकदम इमान्दार चोखो भनेर चाहिँ भन्न सक्ने स्थिति चाहिँ म अब कति चाहिँ इमान्दार हुन्छ, कति चाहिँ अब त्यो फ्याक कामहरू गर्छ, त्यो चाहिँ कन्ट्रोल गर्नै नसकिने चाहिँ सिचुएसन। अब यसमा विशेष गरेर नेपाल सरकारलाई नै सबभन्दा मुख्य जिम्मेवारी त नेपाल सरकारले नै लिनुपर्ने देखिन्छ। जस्तै अब
अघि हामीले सगरमाथामा जलवायु परिवर्तनको विषयमा कुरा गऱ्यौँ, तपाईँले आफै पनि अब कोप 2009 को कुरा गर्नुभयो होइन. सो यु बिन द पार्ट एन्ड पार्सल अफ क्लाइमेट चेन्ज एन्ड द स्ट्रङ एक्टिभिस्ट टु प्रिजर्भ आवर हिमालयज ब्याक इन द डेज. अब यही कुरालाई सोच्ने हो भने अहिले त कतिपय मान्छेहरू नामको लागि मात्र सगरमाथा चढ्नुहुन्छ भन्ने खालको आरोप पनि आएको छ. फेरि कतिले भन्नुहुन्छ होइन अब आफ्नो देशको कुरा हो किन नगर्ने भन्ने पनि आउँछ. तर यति भनिरहँदा फेरि कहिले सगरमाथामा म्याक्सिमम् ट्राफिक आयो भनेर न्युयोर्क टाइम्समा के भन्छ खबर आउँछ, अनि कहिले चाहिँ फेरि शेर्पाहरूको रोजीरोटी खोस्यो किनकि अहिले ड्रोनबाट फोहोर उठाउने छ भन्ने कुराहरू पनि आइरहेछ. यो सबै हुन्छ नि कुराहरू आइरहँदा मान्नुहोस् केही समयको लागि, मान्नुहोस् 2 या 3 वर्षको लागि नेपाल सरकारले सगरमाथा चढ्ने पर्मिट चाहिँ बन्द गरिदियो भने चाहिँ के होला? होइन, यो कुरा सर एडमन्ड हिलारीले 2003 मा चाहिँ नि माउन्ट एभरेस्टको गोल्डन जुब्ली सुनौलो सेलिब्रेसन थियो होइन, त्यतिखेर उहाँले निकाल्नुभयो. अनि मैले उहाँलाई चुप लगाएँ किनभने तपाईँ सगरमाथा 100 वर्ष बन्द गर्नुहोस्, हिमालको फोहोर जस्तोको तस्तै रहन्छ. त्यो हिमाल बन्द गरेर त्यो हिमाल सफा हुने होइन, किनभने त्यो फोहोर त जमेर बसेको हुन्छ. अनि हिउँ जति भिल्दै गयो त्यति माथि आउने हो है. अनि फेरि हिउँ परेपछि त्यो ठाउँ जस्तो सफा रहँदैन. हामीले चाहिँ नि सफा गर्नुपर्छ. अब सगरमाथाको ट्राफिकको कुरा गर्नुभयो नि है, यो वेस्ट युरोपमा चाहिँ फ्रान्स र इटालीको बिचमा माउन्ट ब्लङ भन्ने छ, जुन चाहिँ नि 4812 मिटर पर्छ है. त्यो चाहिँ नि वेस्ट युरोपको सबभन्दा हाइएस्ट माउन्टेन हो. म त्यो चाहिँ नि धेरै वर्ष अगाडि आजभन्दा झन्डै 45-46 वर्ष अगाडि चाहिँ म चढ्न गएको थिएँ है. अब हिमाल त परिया चाहिँ नि राति नै उठेर चढ्न जानुपर्छ. अनि प्रत्येकको टाउकोमा चाहिँ नि त्यो हेड ल्याम्प थियो कि त्यो फ्ल्यास लाइट. अनि मैले एकछिन यसो रेस्ट गरेर माथितिर हेरेँ. माथि मभन्दा माथि कमसेकम 150 जना थियो होला है. अनि मभन्दा तल यसो हेरेको 100 तलतिर पनि 150 जनाभन्दा कम थिएन है. त्यो हिमालको टुप्पोमा दिनको 300 जना मान्छे चढ्छ है. त्यहाँ कहिले पनि ट्राफिकको कुरा गरेन. त्यहाँ मैले एक टुक्रा चाहिँ नि त्यो इभन टोइलेट पेपर फालेको अथवा चाहिँ त्यो मिठाई ऱ्याप गरेको चाहिँ त्यो पेपरहरू देखेन. अब हामीले चाहिँ सिस्टम बनाउने, सिस्टमलाई चाहिँ एकदम स्ट्रिक्टली मोनिटर गर्यो भने अब त्यो हिमालको धाँचोमा हाम्रो सगरमाथा त तपाईँको 5 गुणा ठुलो हो है. सगरमाथामा वर्षको 1200 मान्छे चढ्ने भनेको चाहिँ ठुलो कुरो होइन. तर सगरमाथामा चाहिँ यो एकदम हाई अल्टिट्युड भएकोले गुड वेदर विन्डो भन्छ है. त्यो सर्टेन दिन चाहिँ नि एकदम हावा कम चल्ने, दिन राम्रो हुने, चढ्न चाहिँ सजिलो हुने. अनि यहाँ चाहिँ नेपाल सरकारको त्यत्रो लेजा अफिसरहरू जान्छ. त्यो लेजा अफिसरहरूले चाहिँ नेपाल सरकारले अहिले चाहिँ अलिकति यो एक्सपिडिसन अपरेटर एसोसिएसनले चाहिँ राम्रै काम गरिराखेको छ. अहिले चाहिँ त्यति साह्रो हुँदैन. अब त्यहाँ चाहिँ त्यो एक्सपिडिसन टिमहरूलाई तपाईँहरू कुन दिन को जाने है भनेर चाहिँ एउटा लिस्टिङ गरेर ल यो दिन चाहिँ 150 जाने, पर्सि पनि वेदर राम्रो रहेछ पर्सि 150 जाने, अथवा त्योभन्दा अर्को दिन 150 जना जाने भनेर चाहिँ त्यो रुटिन बनाएर चढ्न गएको भए चाहिँ त्यो ट्राफिकको समस्या नै होइन. सगरमाथा त मैले भने नि त्यो माउन्ट ब्लङ वर्षको त्यो समिटमा 21,000-22,000 मान्छे पुग्छ होला है. त्यहाँ चाहिँ ट्राफिकको पनि कहिल्यै मैले कुरा उठेको देखेको छैन, कहिल्यै त्यहाँ फोहोर देखेको छैन. त्यहाँ चाहिँ एकदम
यही सिस्टम चाहिँ नेपालमा पनि हामीले विकसित देशहरूले कसरी म्यानेज गरेछ त भन्ने चाहिँ सिकेर एकदम स्ट्रिक्टली गरिदिएको भए यो सगरमाथाको ट्राफिक पनि हट्थ्यो, त्यसपछि फोहोरको पनि व्यवस्था हुन्थ्यो। जस्तै अब त्यसपछि सगरमाथालाई सुन्दर स्वच्छ सफा बनाउन यी बाहेक अरू के कुरा गर्न सकिन्छ? अब सगरमाथा मात्रै होइन कि हाम्रो हिमाल भनेको हाम्रो चाहिँ स्वच्छ खानेपानीको मुहान हो है। अहिले हिमालमा सबभन्दा ठुलो समस्या भनेको मानव मल मुद्रा। त्यसले चाहिँ हिमाली वातावरण मात्रै बिगार्दैन, हाम्रो स्वास्थ्यलाई पनि असर पर्छ। त्यसैले चाहिँ हामीले विकसित देशहरूमा चाहिँ टोइलेट ब्याग भन्ने हुन्छ, त्यसलाई चाहिँ त्यो ब्याग चाहिँ सुरुमा अमेरिका र जापानमा मात्रै भन्थ्यो। त्यो ब्यागभित्र एक किसिमको इन्जाइम हुन्छ, अनि त्यो ब्याग चाहिँ डिकम्पोज मेटेरियल हो है। त्यसैले चाहिँ त्यो ब्याग चाहिँ हामीले धेरै अगाडिदेखि चाहे म पनि एक्सपिडिसन अपरेटर हो, ट्रेकिङ चलाउँछु, एक्सपिडिसन चलाउँछु, टुरहरू चलाउँछु है। अनि हामीले चाहिँ धेरै अगाडिदेखि नै चाहे नेपालमा अर्गनाइज गरेको होस्, चाहे अरू देशमा अर्गनाइज गरेको होस्, हामीले त्यो ब्याग चलाउँथे। किनभने हिमाल भनेको, हिमाली वातावरण भनेको हामी अपरेटरहरूको लागि सबभन्दा ठुलो पुँजी भनेको त्यो वातावरण हो। फोहोर ठाउँमा त कोही पनि जान चाहँदैन। त्यही भएर चाहिँ हामीले चाहिँ यो रेस्ट्रप ब्याग भनेर अमेरिकाबाट इम्पोर्ट गरेर त्यो ब्याग हामीले चलाउँछौँ। सगरमाथाबाट मात्रै 2008देखि अस्तिको स्प्रिङ सिजनसम्म चाहिँ 4700 किलोग्राम त हाम्रो चाहिँ अरूहरूले, हामीले चलाएको अरूहरूको मलमुद्रा नै सगरमाथाको माथिल्लो क्याम्पबाट बेस क्याम्प ल्याएर तलतिर ल्याएर डिस्पोजल गरेको थिएँ। हामीले चाहिँ हाम्रै आफ्नै पैसाबाट चाहिँ हिमाल पनि सफा गर्छु, अरू पपुलर हिमालहरू पनि सफा गर्छु। तर सगरमाथाबाट 2008देखि अहिलेसम्म हामीले अस्तिको स्प्रिङ सिजनसम्म हामीले 44,000 किलोग्राम चाहिँ फोहोर माथिबाट बेस क्याम्प ल्याएर, बेस क्याम्पबाट मेरो गाउँ चाहिँ खुम्जुङ हो, खुम्जुङसम्म ल्याएर चाहिँ खुम्जुङमा त्यो फोहोर छुटाएर त्यही नष्ट गर्न सक्ने त्यही नष्ट गर्छु। अनि बाँकी फोहोर चाहिँ त्यहाँ काठमाडौँ ल्याउँछु। त्यहाँ चाहिँ सगरमाथा नेक्स्ट भन्ने चाहिँ म्युजियम राखेछ। त्यो म्युजियमलाई चाहिँ त्यो डिस्प्ले गर्नलाई दिइराखेको छु। पहिला त त्यो फोहोरहरू हामीले यहाँ काठमाडौँ युनिभर्सिटीसँग मिलेर चाहिँ के सामानहरू बनाएर गर्थ्यो। कति फोहोर चाहिँ हामीले पोखराको म्युजियममा पनि लगेको छु। अर्को कुरो चाहिँ सगरमाथा खास गरेर चाहिँ अब टिबेट साइडबाट चाहिँ 1920मा एक्सपिडिसन गएको थियो, 22मा गएको थियो, 24मा गएको थियो। त्यहाँदेखि यो 2025को स्प्रिङसम्म चाहिँ म यो हिमालको पनि तथ्याङ्कहरू राख्छु। 336 जनाको निधन भएको रहेछ सगरमाथामा मात्रै। यो 1 शताब्दी प्लस भयो होइन, निधन भएको रहेछ। त्यसमध्ये चाहिँ झन्डै 70% लास चाहिँ लिएर माथि हिमालबाट लिएर आइसकेछ। अझै पनि 30% लासहरू चाहिँ माथि हिमालतिरै छ। अनि हामीले चाहिँ यो क्लिन अप गर्ने सन्दर्भमा चाहिँ धेरै जसो लास चाहिँ सगरमाथाको बाल्कोनी जुन चाहिँ 8400 मिटरमा पर्छ, त्यहाँ हामीले 7वटा लासहरू फेला परेको थियो। त्यो लास माथि टेकेर चाहिँ माथि समिटमा जानुपर्ने। अनि त्यो अरूहरूको मनस्थिति एकदम बिग्रिने, अरूहरू एकदम डिमोरलाइज हुने। त्यो भएकोले हामीले त्यो लासहरू त्यो अब पुरा त्यो बरफमा जमेर वरिपरिको बरफ
सहित चाहिँ निकाल्दाखेरि त्यो लासको वेट 160 किलोग्रामभन्दा ज्यादा थियो है। त्यो अल्टिट्युडमा 8400 मिटरमा जहाँ चाहिँ तपाईँ मेरो खुट्टा पनि उचाल्न नसकिने ठाउँमा हाम्रो शेर्पाहरूले हिमाललाई बचाउनुपर्छ, हिमालको वातावरण सफा रहनुपर्छ भन्ने हिसाबले चाहिँ आफ्नो जीवनलाई पनि परवाह नगरेर त्यो ठाउँबाट चाहिँ त्यो लासहरू बेस क्याम्पभन्दा तल ल्याएर चाहिँ हामीले डिस्पोजल गरेको थिएँ है। तर यो लास चाहिँ हिमालबाट ल्याउनु भन्ने चाहिँ एकदम गाह्रो कुरो है। एउटा लास त्यो 160 किलोग्रामको त माथिबाट ल्याउँदाखेरि त कमसेकम 20-25 जना शेर्पा चाहिन्छ। तपाईँको त्यो त एङ्करमा राखेर चाहिँ ऊ गरेर बिस्तारै मोभ गरेन भने त्यसले त सबलाई तानेर लान्छ नि। त्यसले गर्दाखेरि चाहिँ लास निकाल्नु भने पनि त्यो उचाइबाट ल्याउनु भने यो चाहिँ एकदम हर्कुलस जब नै रहेछ। अनि अब हाम्रो हिमाल चाहिँ यो हाम्रो औद्योगिक छिमेकी देशहरूको चाहिँ त्यो औद्योगिकबाट निस्किने मुस्लो धुवा चाहिँ माथि आकाशमा उडेर अनि हावाको वेगले चाहिँ उच्च हिमाली क्षेत्रमा चाहिँ एक किसिमको त्यो धुवाबाट चाहिँ ब्राउन कलरको त्यसमा पनि ब्ल्याक कार्बन पार्टिकल्स मिसिएको त्यो तातो बादल हुन्छ। त्यो बादलले सबभन्दा चाँडो चाहिँ हिमालको हिउँ भिल्ने त्यो हिम नदी भिल्ने क्रम चाहिँ भइराखेछ। अब हामी प्राइभेट सेक्टरले चाहिँ धेरै अगाडिदेखि त्यो धुवा पनि कम गर्ने चाहिँ प्रविधि छ, त्यो चाहिँ प्रयोग गरेर चाहिँ ऊ गरिदिनुपर्छ है भनेर हामीले क्याम्पेन गरेर अभियान चलाएर आइराखेको छु। हाम्रो क्याम्पेनले चाहिँ त्यति सर्थकता चाहिँ लिइराखेको छैन। 2 वर्ष अगाडि चाहिँ नै हाम्रो संयुक्त राष्ट्र सङ्घको महासचिव नेपाल आउनु भएको थियो। मैले चाहिँ यो COP15 देखि चाहिँ हरेक कोपमा चाहिँ यो त्यहाँ चाहिँ अब हरेक वर्ष चाहिँ हेड अफ स्टेट, हेड अफ गभर्मेन्ट, वातावरण मन्त्रीदेखि लिएर चाहिँ वातावरण सम्बन्धी ठुलो विभिन्न देशमा चाहिँ अब एक वर्ष एउटा देशमा भयो भने अर्को वर्ष अर्को देशमा हुन्छ। मैले COP15 देखि चाहिँ त्यहाँ साइट इभेन्ट भन्ने हुन्छ। साइट इभेन्टमा टक दिँदै आएकोले अनि उहाँ आउँदाखेरि उहाँलाई ब्रिफिङ गर्न चाहिँ सबभन्दा उपयुक्त म हुन्छ है भन्ने हिसाबले चाहिँ उहाँको टुर अर्गनाइज गर्ने चाहिँ युएनले मलाई पनि रिक्वेस्ट गरेर ल उहाँलाई ब्रिफ गरिदिनु पऱ्यो भनेर चाहिँ हामी सँगै हेलिकप्टरमा गएर सगरमाथाको अगाडि चाहिँ एभरेस्ट भ्यू होटल छ, होटल राम्रो होटल छ, जापानिजहरूले खोलेको। अनि त्यो होटलमा 2.5 घन्टा बसेर हामीले ब्रिफ गरेको थियो। उहाँ उताबाट आउनुभन्दा अगाडि चाहिँ उहाँले त्यति यो क्लाइमेट चेन्जले हिमाली क्षेत्र र हिमाली समुदायलाई त्यति असर परेको छ भन्ने चाहिँ उहाँलाई लागेको छैन रहेछ। जब हाम्रो चाहिँ ब्रिफिङ सुनेपछि उहाँ यति गम्भीर हुनुभयो अनि उहाँले चाहिँ के भन्नुभयो भने यो क्लाइमेट चेन्जले तपाईहरू यो क्लाइमेट चेन्जको दोषी तपाईहरू नभए पनि यसको परिणाम तपाईहरूले भोग्नुपर्ने रहेछ। म जोड तोडले चाहिँ अब म यो लगत्तै पछि COP28 दुबईमा हुँदैछ, म जोड तोडले चाहिँ यो क्लाइमेट चेन्जको असरलाई नकारात्मक असरलाई न्यूनीकरण गर्नलाई विश्वले चाहिँ विश्व समुदायले के भूमिका खेल्नुपर्छ यसमा जोडतोडले लाग्छु भन्नुभयो। उहाँले चाहिँ त्यहाँ जोडतोडले चाहिँ COP28 बोल्नुभयो है। अब अहिले चाहिँ इभेन चाहिँ युएनको महासचिव लगायत चाहिँ उहाँहरूले पनि हाम्रो समस्याहरूलाई बुझेको छ। त्यसैले चाहिँ अब यो त्यो वातावरण सम्बन्धी पनि अब ग्रिन फन्ड र मल्टिल्याटरल फन्ड के भनेर चाहिँ धेरै फन्डहरू रहेछ होइन। म चाहिँ मेरो एउटा संस्था छ, यो चाहिँ हिमाली क्षेत्रको 22 जिल्लामा मेरो सञ्जाल छ। अहिलेसम्म मैले यो क्लाइमेट यो ग्रिन फन्डदेखि लिएर मल्टिल्याटरल फन्डहरू
एक पैसा पनि देखेको छैन, मेरो समितिहरूले पनि देखेको छैन। आशा छ पछि चाहिँ नि यो फन्डहरू आयो भने लक्षित वर्ग कहाँ पुगोस् भनेर चाहिँ नि तपाईँको मिडियाबाट चाहिँ नि म नेपाल सरकारलाई र विश्व समुदायलाई रिक्वेस्ट गर्न चाहन्छु। जस्तै पैसाकै कुरा गरिरहँदा नि सगरमाथा चढ्नको लागि अब आरोहीको पर्मिटको कुरा आउँछ, अनि अब पर्मिटको शुल्क चाहिँ पुरानो समयदेखि अहिलेसम्म चाहिँ अब डे बाई डे बढ्दै गइरहेको छ क्या। तपाईँले यसलाई कसरी हेर्नुहुन्छ? यसले कालान्तरमा देशलाई फाइदा पुर्याउला कि घाटा पुर्याउला, किन? म एउटा कुरा गरौँ है, मैले भने नि 1963 अमेरिकन एभरेस्ट एक्सपिडिसनको चाहिँ अब कति 27-28 जना त मेम्बरै थियो है। 15 जना मेम्बरलाई त्यतिखेर $1200 थियो, न कि अहिले चाहिँ एकजना मेम्बरलाई यो अब आउने यो अटममा पछि चाहिँ नि एकजना मेम्बरलाई एभरेस्ट चढ्न $15,000 लाग्छ। $15,000 भनेको 22-23 लाख भयो। अनि 1983 सम्म चाहिँ हाम्रो यो सगरमाथामा एउटा रुटमा एउटा मात्रै एक्सपिडिसन जान्थ्यो। 1984 पछि चाहिँ अब एउटा रुटमा 2टादेखि लिएर चाहिँ अब अस्ति यो स्प्रिङमा त एउटा रुटमा 45 टिमसम्म गएछ होइन। त्यसैले चाहिँ अब अलिकति यो अलिक गाह्रो रुटमा चाहिँ हुन त अलिकति छुट चाहिँ छ, तर अब जो पनि अलि सजिलो, जो पनि अलि सेफ बाटो नै चढ्न चाहन्छ। अनि म यहाँको मिडियाबाट चाहिँ म के भन्छु भने नेपालमा चाहिँ पिक भन्दाखेरि 5800 मिटर माथिकोलाई मात्रै पिक गणना गर्छ, त्योभन्दा तलकोलाई हामीले ट्रेकिङ पिक भन्छौँ, त्यहाँ पर्मिट लिनु पनि पर्दैन, त्यतिकै चढ्न पाउँछ। अनि 8500 मिटरभन्दा माथिको 1792वटा मेरो नेपाल सरकारले मेरो संयोजकत्वमा कमिटी गठन गरेर पिकको हामीले चाहिँ प्रोफाइल बनाएको छ, इन्भेन्टरी बनाएको छ। 1792 पिक पर्छ। अनि त्यसमध्ये चाहिँ 461वटा पिक चाहिँ खोलेको छ। आजै पनि 1331वटा पिकहरू चाहिँ अनक्लाइम छ। अब यो खोलेको 461 पिकमध्ये पनि मेरो विचारमा त्यसै 30-35 पिक मात्रै चलेको छ, अरू चलेको छैन है। त्यसैले चाहिँ म नेपाल सरकारलाई के रिक्वेस्ट गर्न चाहन्छु भने यो पिकहरू खोलेर मात्रै त्यसले मिनिङ राख्दैन। अब त्यो पिकहरू सञ्चालन गर्ने चाहिँ ट्रेकिङ एजेन्सीहरू अपरेटरहरूलाई चाहिँ ट्याक्स फ्री हुन्छ कि होइन, ट्याक्स फ्री गरेर अथवा चाहिँ केही इन्सेन्टिभ दिएर चाहिँ यो पिकहरूमा चाहिँ चढ्न जाने चाहिँ वातावरण मिलाइदियो भने यो पर्यटन व्यवसाय भनेको यस्तो व्यवसाय हो कि तपाईँले एक मुठी माटो निर्यात नगरिकन अरबौं डलर भित्राउने व्यवसाय हो। अनि यो व्यवसाय चाहिँ उद्योग जस्तो चाहिँ 5-6 वर्ष स्थापना गर्नलाई नै खर्चिनु पर्ने अनि 2-3 वर्ष मार्केटमा ल्याउनलाई खर्चिनु पर्ने त्यो व्यवसाय होइन। पर्यटन व्यवसाय भनेको त तपाईँको भोलि त्यो क्षेत्रमा जान साथ त्यो क्षेत्रको क्रय शक्ति बढ्ने हो, त्यो क्षेत्रको मान्छेले तुरुन्तै पर्यटनबाट प्रतिफल पाउने हो। अब नेपाल पहाडले भनेकोले नेपालको दिगो विकास भनेको पर्यटन नै हो। त्यसैले चाहिँ नै नेपाल सरकारले आफ्नो अब यो टुरिज्म बढाउने घटाउने भनेको पर्यटन नीतिमा धेरै भर पर्ने हो। अब हामी धेरै टाढा जानु पर्दैन, हाम्रो चाहिँ सीमापारी टिबेटको कुरा गर्दाखेरि 2006मा चाहिँ म त्यहाँको पनि जेनरल सेल्स एजेन्ट भएकोले मलाई राम्रोसँग थाहा छ। 2006मा चाहिँ 3,60,000 टुरिस्ट पनि आएन। 2019मा 1,17,00,000 टुरिस्ट आयो है। किनभने टिबेट सरकारले अब पर्यटकको लागि पनि पूर्वाधार त राम्रो हुनु पर्यो।
होइन पर्यटकहरू आफ्नो गन्तव्य चुज गर्नुभन्दा अगाडि चाहिँ नै त्यो बाटोमा चल्ने गाडीको कन्डिसन कस्तो हो, त्यो बाटोको अवस्था कस्तो छ, त्यहाँ चल्ने प्लेनको कन्डिसन कस्तो छ, एयरपोर्टको कन्डिसन कस्तो छ, भोलि त्यहाँ दुर्घटना भयो भने तुरुन्तै उद्धार हुने व्यवस्था छ कि छैन, बिरामी पऱ्यो भने तुरुन्तै औषधि उपचार गर्ने व्यवस्था छ कि छैन, त्यो सबै हेरेर मात्रै सबै बुझेर मात्रै उनीहरू आउने हो। त्यसैले चाहिँ नि हाम्रोमा चाहिँ पूर्वाधार मैले टिबेटको कुरा गरेको के गरिदियो भने टिबेटले 2006मा एउटा मात्र अन्तर्राष्ट्रिय एयरपोर्ट थियो, 2019सम्ममा 7वटा अन्तर्राष्ट्रिय एयरपोर्ट बनायो। त्यसपछि चाहिँ नि रेलको लिक चाहिँ नि ल्हासा ल्यायो, अहिले त केरुङसम्म ल्याइसकेछ हो। अब बाटो भनेको छैन, त्यहाँ म एक महिना अगाडि होल चाइना टिबेट घुमेर आएको। एभरेस्ट बेस क्याम्प मात्र होइन कि उनीहरूको एउटा सानो पिक जाने बाटो पनि यति राम्रो बनाएछ कि। अनि अहिलेको मान्छेहरूको चाहिँ समय र समयको चाहिँ अभाव छ कि थोरै समयमा धेरै घुम्ने चाहिँ चाहना रहेछ। त्यसैले चाहिँ नि हाम्रो सरकारको पर्यटन नीति चाहिँ राम्रो भइदियो भने त्यो नीति चाहिँ नै पर्यटन मैत्री हुनु पऱ्यो, व्यवसाय मैत्री हुनु पऱ्यो, श्रमिक मैत्री हुनु पऱ्यो, समुदाय मैत्री हुनु पऱ्यो। त्यो भयो भने हेर्नुहोस् न टिबेट कस्तो हो। हाम्रोमा एउटा म तपाईँलाई उदाहरण दिन्छु, अन्नपूर्ण एरिया र मनासुलु एरियामा त तपाईँको चाहिँ मनासुलु यहाँ काठमाडौँबाट गोर्खा पुग्नु सजिलो हो, नजिक पनि पऱ्यो। अब भौगोलिक हिसाबले पनि अन्नपूर्ण एरिया र मनासुलु एरियामा केही फरक छैन, तर नेपाल सरकारको असमान नीतिले अन्नपूर्ण एरिया चाहिँ खुला क्षेत्र भनेर त्यहाँ ट्रेकिङ पर्मिट यताउता केही पनि लिनु पर्दैन। मनासुलु एरिया चाहिँ नियन्त्रित क्षेत्र भनेर चाहिँ नि अब त्यहाँ विभिन्न झ्यामेला टाइम खर्चिने है। विदेशीहरू त यहाँ आएपछि त्यो अदालत धाउन आएको त होइन। यो नेपाल सरकारको असमान नीतिले गर्दाखेरि चाहिँ नि अन्नपूर्ण एरियामा को मान्छेहरू चाहिँ नि टुरिस्टबाट पैसा सोध्न पनि नभ्याउने, मनासुलु एरियाको मान्छेहरू दूरबीन लगाएर चाहिँ टुरिस्ट हेर्नुपर्ने अवस्था छ। हेर्नुहोस् न यो असमान नीतिले है। अब 2019को कुरा गर्नुहुन्छ भने अन्नपूर्ण एरियामा चाहिँ 1,91,000 टुरिस्ट आए। मनासुलु एरियामा मैले 16,000 आएको होला भनेर अस्ति त्यहाँ सोधेको त 14,000 मात्रै पुगेछ। हेर्नुहोस् त कति डिफ्रेन्स। अब उता मनासुलु अन्नपूर्ण एरियाको मान्छेहरू पैसा टुरिस्टबाट पैसा सोध्न पनि नभ्याउने, अनि मनासुलु एरियाको मान्छेहरू अनि त्यो असमान नीतिले गर्दाखेरि 50 वर्ष अगाडि उहाँहरूको अवस्था कस्तो थियो अहिले पनि त्यस्तै। त्यसैले चाहिँ नि म नेपाल सरकारलाई हामीले धेरै अगाडिदेखि भनेको यो चाहिँ नि अहिलेको यो चाहिँ नि यो सेटेलाइटको जमानामा तपाईँले रेस्ट्रिक्टेड एरिया भनेर रहनुपर्ने जरुरी छैन क्या। पहिला पो यो खम्बा विद्रोहको कारणले गर्दाखेरि सर्टेन एरिया रेस्ट्रिक्टेड भइदिएको हो। खम्बा विद्रोह सकिएकै 6 दशक भइसक्यो, अनि अहिले त्यो राख्नुपर्ने आवश्यकता नै छैन। अब हाम्रो माथि हाम्रो छिमेकी देशले चाहिँ सारा खुला गरिसक्यो, हाम्रोबाट चाहिँ यसरी रेस्ट्रिक्टेड भनेर राखेछ। त्यसले गर्दाखेरि चाहिँ त्यो क्षेत्रले पनि पर्यटकबाट समान लाभ पाउनु पऱ्यो नि। त्यही भएर चाहिँ अब तपाईँको मिडियाबाट पनि यो मेसेज गओस्, सम्बन्धित मान्छेको कानमा परोस् भनेर चाहिँ म
रिक्वेस्ट गर्न चाहन्छु। जस्तै अब अलिकति रमाइलो कुरा गरौँ, हजुरको नाम आङ छिरिङ शेर्पा, तर यही नाम भएको नेपालमा एकदमै अर्को प्रचलित व्यक्ति पनि हुनुहुन्थ्यो, उहाँ चाहिँ यति एयरलाइन्सको अनर हुनुहुन्थ्यो, जो दुर्भाग्यवश 2019 फेब्रुअरी जस्तो लाग्छ मलाई उहाँको निधन भयो पाथिभरा ट्रेकमा होइन, लगभग 6-7 जना कतिजना हेलिकप्टरमा हुनुहुन्थ्यो। अनि त्यो समयमा अब हाम्रो नेपाली मिडियामा चाहिँ कस्तो छ भन्दा रिसर्चै नगरिकन फोटो हाल्दैन त्यस्तो चलन छ होइन। अनि त्यो बेलाको इन्सिडेन्ट अलिकति सेयर गरिदिनु न, कस्तो भएको थियो? तपाईँले पनि अब आङ छिरिङ शेर्पाको निधन भयो अरे होइन, वरिष्ठ व्यक्ति भन्दा तपाईँ पनि अब हाइलाइटेड मान्छे नै हुनुहुन्थ्यो, त्यो समयमा धेरै ब्लफ कलहरू पनि आयो होला, हजुरलाई कसरी ह्यान्डल गर्नुभयो, के थियो त्यतिखेर? अब हुन त मलाई दुःख लागेछ, उहाँ चाहिँ मेरै भाइ हो है, हामी एउटै क्षेत्रको एउटै पेसाको, नाम पनि एउटै परेको। अब म अलिकति ज्यादा चाहिँ अब मिडिया अलिकति ज्यादा चाहिँ सोसियल काममा अबद्ध भएको, मेरो फोटो चाहिँ जहाँ पनि एभाइलेबल हुने, अब सबैले चाहिँ एउटै क्षेत्रको एउटै पेसाको एउटै नामको भएकोले चाहिँ अब धेरै मिडियाहरूले चाहिँ मेरै फोटो छापेको रहेछ होइन। इभन टेलिभिजनमा पनि मेरै फोटोहरू आएको थियो, न्युज दिँदाखेरि मैले तुरुन्तै फोन गरेपछि अनि पछि उहाँहरूले लास्टमा चाहिँ हटाइदिनु भएछ। अनि अब मलाई दुःख चाहिँ अब आफ्नो साथी ऊ भएपछि दुःख लाग्ने त स्वाभाविकै हो। इभन अन्तर्राष्ट्रिय क्षेत्रमा मलाई राष्ट्रिय क्षेत्रभन्दा पनि अन्तर्राष्ट्रिय क्षेत्रले ज्यादा चिन्छ, किनभने म चाहिँ धेरै अन्तर्राष्ट्रिय क्षेत्रमै ज्यादा काम गरेकोले 7 महिनापछि पनि मेरो साथीहरूले मेरो अफिसमा चाहिँ इन्क्वायरीको साथसाथ कन्डोलेन्स पनि पठाइराखेको थियो कि अब के भन्नु, अब त्यो चाहिँ अब दुःखद घटना भयो। अब मिडियाहरूले पनि अब यसो आङ छिरिङ भनेर जाँदाखेरि मेरै फोटो आउने, अनि त्यो चाहिँ भयो, दुःख लाग्यो। हजुर, जस यहाँसँग निकै रमाइलो कुराकानी भइरहेको छ। अब चाहिँ हाम्रो प्रोग्रामको सेकेन्ड सेगमेन्टतर्फ गइरहेका छौँ। यो सेगमेन्टको नाम चाहिँ ऱ्यापिड फायर राउन्ड हो। यहाँ म तपाईँलाई केही प्रश्नहरू सोध्छु, यहाँले फटाफट नसोचिकन जे पहिला उत्तर आउँछ त्यही दिनुपर्छ है त। ल, रेडी हुनुहुन्छ नि तपाईँ? ल, याक सिरिजको याक पडकास्ट सिरिज सेकेन्डमा आज हामीहरू तपाईँसँग हाम्रो आदरणीय आङ छिरिङ शेर्पा ज्यूसँग ऱ्यापिड फायर राउन्ड खेल्दैछौँ। पहिलो प्रश्न तपाईँको लागि, एभरेस्ट एडभेन्चर हो कि रेस्पोन्सिबिलिटी? एभरेस्ट एडभेन्चर हो। ओके, तपाईँको लागि माउन्टेन प्रिफर गर्नुहुन्छ कि मिटिङ? म चाहिँ अब माउन्टेन समुदायमै हुर्केको उसले चाहिँ म माउन्टेन हिमालयन कम्युनिटिज भनेर चाहिँ अब सबैले मलाई चिन्छ। हजुर, तपाईँको दिमागमा खम्जुङ भन्ने शब्द अथवा खुम्जुङ भन्ने शब्द सुन्यो भने सबैभन्दा पहिला के आउँछ? अब खुम्बु चाहिँ त्यो होल एरियालाई भयो। अब खुम्जुङ चाहिँ पर्टिकुलरली त्यो क्षेत्रको सबभन्दा ठुलो गाउँ नै खुम्जुङ हो। अब घर। हजुर, घर। ओके, तपाईँको विचारमा सगरमाथा बाहेक नेपालको अत्यन्तै सम्भावना बोकेको एउटा हिमाल भन्नुपर्दा? अब सम्भावना बोकेको हिमालहरू त धेरै छ है, हाइलाइटमा नआएको तर एउटा एकदम धेरै सम्भावना बोकेको। हाइलाइटमा नआएको सम्भावना बोकेको त कञ्चनजङ्घा पनि हो। कञ्चनजङ्घा। तपाईँले एकदमै एडमायर गर्नुहुने एकजना क्लाइम्बरको नाम लिनु पऱ्यो भने? अब मैले चाहिँ एडमायर गर्ने चाहिँ अप्पर शेर्पालाई नै म लिन चाहन्छु, किनभने अप्पर शेर्पा चाहिँ अब अहिलेसम्म पनि उहाँ संसारमा धेरै प्रख्यात छ। अब पछिल्लो चरणमा आएर चाहिँ अब हाम्रो कामिरीजी पनि धेरै चर्चामा आइराखेको छ, तर चाहिँ लामो समयसम्म चाहिँ चर्चामा आएको चाहिँ अप्पर शेर्पा नै हो। यदि तपाईँले एकदमै धेरै प्रचलित अथवा सबैभन्दा विश्वसनीय गियर ब्रान्डको नाम लिनु पऱ्यो भने नेपालमा त्यस्तो कुन ब्रान्ड होला? अब अहिले त अब धेरैले नर्थ फेस पनि रुचाउँछ होइन। हजुर, एभरेस्ट हार्डवेयर, एभरेस्ट आउटफिट। एभरेस्ट हार्डवेयर। हजुर, आङ सोनाम शेर्पा दाइको हो कि क्या हो? ओके, सो तपाईँले यदि शेर्पा स्पिरिटलाई वान वर्डमा डिस्क्राइब गर्नु पऱ्यो भने के भन्नुहुन्छ? शेर्पा स्पिरिटलाई वान वर्डमा डिस्क्राइब गर्नु पऱ्यो भने?
शेर्पा स्पिरिटलाई वान वर्डमा गर्नुहुन्छ भने अब विदेशीहरूले चाहिँ शेर्पा भनेको इमान्दार लगन मेहनती लगनशील भनेर चिन्छ म पनि त्यही उनै गर्छु हार्ड वर्किङ ओके सो क्लाइमेट चेन्ज मिथ अर रियालिटी के हो क्लाइमेट चेन्ज चाहिँ अहिले क्राइसिस नै भइसक्यो है ओके सो वान आइटम यु नेभर ट्रेक विदाउट एउटा यस्तो आइटम भन्नुहोस् जुनलाई नलिकन तपाईँ कहिले ट्रेकमा जानुहुन्न यो अलिकति बुझ्दैन मैले तपाईँ जहिले ट्रेकमा निस्किनुहुन्छ ट्रेकमा जानु हुँदाखेरि त्यस्तो कुनै एउटा आइटम भन्नुहोस् जसलाई नलिकन तपाईँ कहिले जानुहुन्न अब नेसेसरी त सबै चाहिन्छ होइन तर एउटा विशेष अब एकदम नेसेसरी चाहिँ त अब राम्रो जुत्ता नै हो ओके सुज भनौँ होइन सो इको एभरेस्टको कुरा गरिरहेका थियौँ हामीहरूले इको एभरेस्ट प्यासन हो कि मिसन हो तपाईँको लागि इको एभरेस्ट एक्सपिडिसन चाहिँ नै अब प्यासन कि मिसन हजुर प्यासन कि मिसन अब इको एभरेस्ट एक्सपिडिसन चाहिँ हामीले चाहिँ एउटा क्लिन अप गर्ने माध्यम बनाएर चाहिँ ऊ गरेको हो र सबभन्दा हिमाल सफा गर्न चाहिँ सबभन्दा सजिलो र सबभन्दा सस्तो पनि इको एभरेस्ट स्टाइलको क्लिन अप नै सबभन्दा इफेक्टिभ देखिराखेको छु सो बेसिकली इट्स अ मिसन राइट तपाईँको विचारमा मोस्ट रेप्युटेड पर्सन इन नेपाली माउन्टेन टुरिज्म एक्सेप्ट यु तपाईँ बाहेक सबैभन्दा धेरै प्रेस्टिजियस माउन्टेन टुरिज्म पर्सन को होला तपाईँको विचारमा अब सबैभन्दा उता हाम्रो डक्टर हाटको गुरुङ थियो है अब उहाँ एक्सपायर्ड भयो मैले अब पछिल्लो चरणमा त्यति साह्रो देखेको छैन ओके तपाईँको विचारमा बिगेस्ट थ्रेट टु द हिमालयज अहिलेको लागि हिमालयहरूको लागि सबभन्दा ठुलो खतरा के होला अब अहिले सबभन्दा खतरा भनेको चाहिँ नै अब हिमालमा चाहिँ नै यो ग्लोबल वार्मिङ र क्लाइमेट चेन्जको कारणले चाहिँ नै अब ढुङ्गाहरू लुज भएर माथिबाट खस्ने आइस खस्ने एभिलेन्स आउने अनि जमिन नै फाटेर चाहिँ नै ठुल्ठुलो क्राभासहरू चाहिँ पैदा हुने त्यो चाहिँ खतरा धेरै बढिरहेको छ सोलुखुम्बु कि काठमाडौँ कुन रोज्नुहुन्छ म चाहिँ अब आफ्नो अब जन्मेको ठाउँ नै ज्यादा रुचाउँछु सोलुखुम्बु हजुर सो ट्यान कि एनएमए अब दुईटै संस्थामा चाहिँ एउटा मात्र भन्नुपर्छ तपाईँको विचारमा म अन्तर्राष्ट्रिय रूपमा चाहिँ एनएमए प्रख्यात छ सबैले चिन्छ है अनि एनएमए चाहिँ स्थापना भएको चाहिँ नै नेपाल सरकारको एउटा टेक्निकल विङको रूपमा चाहिँ स्थापना भएको हो किनभने एनएमएमा चाहिँ विज्ञहरूको समूह हुन्छ नेपाल सरकारमा त नेसेसरी छैन त्यसैले चाहिँ एनएमएको जन्म नै नेपाल सरकारको टेक्निकल विङको रूपमा चाहिँ स्थापना भएको त्यसैले एनएमएलाई रोज्नुहुन्छ ट्यान होइन ओके यदि सगरमाथाले बोल्न सक्थ्यो भने तपाईँलाई के भन्थ्यो होला एक शब्दमा सगरमाथा बोल्थ्यो भने तपाईँलाई के भन्थ्यो होला हजुर यदि सगरमाथा बोल्थ्यो भने तपाईँलाई के भन्थ्यो होला के भन्छ होला है हजुर बिचरा सगरमाथाको फेदीमा जन्मेको रहेछ भन्थ्यो होला ओके वान वर्ड द्याट डिफाइन्ड योर लाइफ जर्नी हजुरको पुरा जीवन यात्रालाई व्याख्या गर्ने कुनै एउटा शब्द अब मलाई चाहिँ धेरै जसो यो माउन्टेनियरिङ क्षेत्रमै काम गरेकोले अब यो क्षेत्र नै मलाई प्रिफर लाग्छ सो माउन्टेनियर्स भनेर रुचाउनुहुन्छ अलराइट द्याट वाज इट भेरी वेल प्लेड एकदमै राम्रो खेल्नु भएको छ हाम्रो स्पोन्सर्डको तर्फबाट तपाईँलाई के गिफ्ट ह्याम्पर्सहरू दिनेछौँ होइन सो लेट मी स्टार्ट विथ द कर्मा कफी हाम्रो स्पोन्सर छ यहाँ तपाईँको लागि एकदमै कस्टमाइज गिफ्ट रहेका छन् सो यस सो दिस वान्स फर यु एकचोटि बसिदिनु होला उता हेर्नेछौँ यति समातेर खिचौँला म समात्छु हजुर हजुर दादी हेरौँ फोटो दिदिनु होला
त्यसै गरी हाम्रो अर्को स्पोन्सर रहेको छ संसार एम्पोरियम यसबाट पनि तपाईँको लागि स्पेसल गिफ्ट ह्याम्पर्स एकचोटि खोलेर हेर्नुहुन्छ हस् प्लिज एकचोटि खोलिदिनु होला यो फोटो मलाई पनि पठाइदिनुहोस् है मेरो चाहिँ फेसबुक स्टोरी चाहिँ एकदम पपुलर छ ओके मत Okay, so you also nice. This one's for you. How's it? Thank you so much. I like to see that. Udaro. Okay, done. त्यसै गरी हाम्रो एनर्जी ड्रिङ्क पार्टनर रहेको छ एक्सट्रिम एनर्जी ड्रिङ्क त्यसको तर्फबाट पनि तपाईँलाई एउटा एनर्जी ड्रिङ्क हामी प्रोभाइड गर्छौँ सो क्यान वी हेभ द्याट वान प्लिज थ्याङ्क यू यो पनि एउटा एक्सट्रिम एनर्जी ड्रिङ्क हजुरबाट सो यो हजुरले लिन सक्नुहुन्छ यस सो हाम्रो त्यसै गरी फ्लाइङ पार्टनर रहेको छ सिमरिक एयर सो सिमरिक एयरलाई पनि हामीहरू अहिले सम्झना चाह्यौँ कर्मा कफीको तर्फबाट तपाईँले स्पेसल गिफ्ट ह्याम्पर्स पाउनु भएको छ अब जाँदा जाँदै अन्तिममा हाम्रो भ्युवर्सहरूलाई कुनै कुरा भन्न चाहनुहुन्छ भने प्लिज भन्न सक्नुहुन्छ भ्युवर्सहरूलाई त अब नेपाल चाहिँ नै पहाडले भनेको देश भएकोले हामीले चाहिँ पर्यटनमा नै ज्यादा जोड दिनुपर्छ र अर्को कुरो चाहिँ अहिले यो क्लाइमेट चेन्ज र ग्लोबल वार्मिङको असरले गर्दाखेरि चाहिँ हिमाली क्षेत्र खाली हुन लागेको छ हिमाली क्षेत्रमा चाहिँ अब म त मेरो एउटा संस्था यो अघि मैले भने नि 22 हिमाली क्षेत्रमा हाम्रो सञ्जाल छ टाइम टु टाइम गइरहन्छु अनि मलाई धेरै दुःख लाग्छ यो हिमाली क्षेत्रमा चाहिँ बुढाबुढीहरू मात्रै देख्छु है अब यो बुढाबुढीहरू पनि अबको 15-20 वर्षमा चाहिँ कति समय बाँच्छ होइन त्यो पछि चाहिँ यो हिमाली क्षेत्र खाली भयो भने चाहिँ अब त्यहाँको कल्चर ट्रेडिसन होइन हाम्रो चाहिँ सब आइडेन्टिटी हराउने चाहिँ ठुलो देखेको छु अनि विशेष गरेर चाहिँ यो गुरुकुल त्यसपछि चाहिँ बिहार भयो अनि गुम्बा भनेको चाहिँ धेरै जसो चाहिँ हाम्रो आशाय बच्चाहरू त्यसपछि टुहुरा बच्चाहरू र जो आमा बाबु चाहिँ स्कुल कलेज युनिभर्सिटीमा पढाउन सक्दैन आर्थिक समस्याले गर्दाखेरि त्यस्तोलाई चाहिँ आश्रय दिने चाहिँ ठाउँ रहेछ किनभने त्यहाँ चाहिँ एजुकेसन पनि फ्री भएको अनि एकोमोडेसन पनि फ्री भएको अनि ठुल्ठुलो पूजा हुँदाखेरि चाहिँ खाना पनि फ्री हुने भएकोले त्यस्तो गुम्बा बिहार हिमाली क्षेत्रको गुम्बा बिहार गुरुकुलको बच्चाहरूलाई चाहिँ त्यहाँ रहनलाई चाहिँ केही सुविधाहरू तपाईँ हामीले सक्दो चाहिँ सहयोग गरेर त्यहाँ राखिदियो भने कमसेकम हाम्रो कल्चर सेफ हुन्छ कि यदि यो गुम्बामा बस्ने लामा भएन गुरुकुलमा बस्ने बच्चाहरू भएन बिहारमा बस्ने चाहिँ बच्चाहरू भएन भने इभेन चाहिँ हाम्रो बुढाबुढीहरू हिमाली क्षेत्रमा भएको बुढाबुढीहरू मऱ्यो भने निधन भयो भने तिनीहरूको लास उठाउने मान्छे पनि नहुने रहेछ अब हामी चाहिँ हिमाली क्षेत्रको एडभोकेट गर्ने त्यहाँको चाहिँ सेवा गर्ने चाहिँ संस्था भएकोले हाम्रो चाहिँ सबभन्दा ठुलो चिन्ता त्यो छ अब सबैले अलिअलि सहयोग गरेर कमसेकम त्यहाँ चाहिँ बस्ने उनीहरूलाई चाहिँ व्यवस्था भयो भने राम्रो हुन्थ्यो भन्ने चाहिँ मेरो सबैलाई अनुरोध छ हस् त आफ्नो व्यस्त समय भए तापनि यहाँले हामीलाई यस्तो अमूल्य समय दिनुभएर आफ्ना विचारहरू राखिदिनु भयो हाम्रो थुप्रै जिज्ञासाहरूको उत्तर पनि दिनुभएको छ थ्याङ्क यू सो मच सर हस् थ्याङ्क यू सो मेरो